Also dann, Thomas der Namalinge, Samrolia, Kungamsamegi, अनि Sundishu. सम्पूर्ण सर्वप्रथम सबैलाई अनि सुस्वास्थ्यको कामना सबैलाई टासिदिले र अनि आज आर्याने छेमा बसन्त हिउँदे बसन्ते अनि शिक्षा आज 9औं दिन रहेको छ अनि यो मेगी दोर्जेको अब मुक्ति कथात्मक अनि पदहरुमा अब राम्रो काम लेख्चेमा भनेको 17औं कामको बारेमा अब कुरा गर्न चाहन्छु हैन यो 17औं कामको विषयमा चाहिँ अब यसको परिचारक अब सांगे पल्डुपद्वारा अब राम्रो कामको टिप्पणीको रूपरेखा अनुसार अब संक्षेपमा बोधिचित्तको ध्यान र अनि खण्ड 2 भाग रहेका छन् ध्यानमा आफूले अरूको लागि आदान प्रदान गर्ने ध्यान पछिको अनि मार्गको रूपमा प्रतिकूलता लिने दुईटा रहेको छ हैन यो पहिला हामीले अब गरिसकेका छौं दोस्रो अब अब पछिल्लो छलफल गर्दै छौं दोस्रोको जसमा उप 10 विषयहरू रहेका छन् हैन त्यसमा नि अब 10 वटा भएको मध्येमा अब हामीले पहिले 6 वटा छलफल गरिसक्यौं अहिले अब विभिन्न अब 7औं को चर्चा गर्दै छौं 7औं चाहिँ के हो त भन्दाखेरि अब अधिकतम चित्तलाई मार्गको रूपमा लिने त्यो रहेको छ अब यो यसको श्लोकको शब्द के रहेको छ त भन्दाखेरि 17औं श्लोक लेख्चेमा राम्रो कामको विषयमा के छ भन्दाखेरि आफू र अरूको हितको लागि ज्ञान प्राप्त गर्नको लागि आत्मनिराशा त्यस्तै गरी चिन्ता थकान म सक्दिन भने विभिन्न अनि अल्छीलाई चाहिँ पछाडी राखेर र कसैले अब रोक्न नसक्ने लगनशीलतालाई बलियो बनाउने छु र म यो कसैको अब आज गर्ने नगर्ने कसरी गर्न सक्छ यो जीवनको पाठ म यसले म राम्रो कामको रूपमा सोच्छु भने अब यसरी बताएको छ मैले यो श्लोकको व्याख्या गर्नु अघि मैले अर्को दिन बताएको मिलरेबको कथामा बारेको अलि बढी भन्नुपर्ने लाग्यो मिलरेबको विषयमा अब अस्ति बताएको के अब कथा बाँकी थियो अनि त्यो अनि बताउनु पर्यो जस्तो मलाई यसलाई अलिकति म थप्न चाहन्छु सामान्यमा अनि जिजु मिलरेबको अब मुक्ति जीवनी कथामा धेरै रहेको छ धेरै नै छ अब त्यो भित्रमा अब अत्यन्त अब अनि प्रसिद्ध र विख्यात अब चाङ्गेहरूले लेख्नु भएको अब जिजु मिलरेबको अब जीवनको मुक्ति कथा रहेको छ अब चाङ्गेले लेख्नु भएको चाहिँ अब चाङ्गेहरूको लेख्नु भएको अत्यन्त प्रसिद्धमा विख्यातमा आउँछ अब एकदम पुरानो जिजु मिलरेब मुक्ति कथा चाहिँ कुन अब पुरानो अब भनौँ न प्राचीन चाहिँ अब चाङ्गेहरूकाले अब लेखेको चाहिँ अब भने अब निश्चित छैन उहाँले गरेको भनेर हैन अब जिजु मिलरेबले अब उहाँको अब महान ठुलो पुत्रहरू 12 वटा लेखिएको अब जीवनी कथा भन्ने बताएको छ हैन हैन यसरी 12 जना महान पुत्रहरू लेखिएको जीवनी कथा भन्ने भनाइ छ हैन त्यसैले अब सबसे पुरानो चाङ्गेहरूकाले अब मिलरेबको जीवनी मुक्ति कथा लेखेको भन्नु पनि त्यति अब मिल्दैन त्यसै गरी अब झनकमा भने पनि छ हैन रङजु दोर्जे अब रङजु दोर्जेद्वारा त्यसलाई अब सङ्कलन गरेर हैन अब सबै अब टिप्पणी गरेर त्यसलाई अब एकीकरण गरेर लेखिएको छ त्यस झनकमा भनेको अब कुराहरु अब ग्रन्थहरु छ जुन मेगी दोर्जे अब यो मिलरेबको बारेमा लेखिएको झनकमा भनेको जे भए त पनि अब धेरै कुराहरु अब धेरै ग्रन्थहरु रहेको छ अब अस्ति मैले बताएको जे मिलरेबको कुरा के थियो भन्दाखेरि मिलरेबको मृत्यु नहुने अगाडि उनले अब आफ्नो अब विद्यार्थीलाई भने मसँग अब धेरै सम्पत्ति त छैन तर पनि अब यो अगरु कालो अगरुले बनाएको एउटा लौरो छ त्यसैगरी अब कपडाको टोपी छ अनि त्यसैगरी अब
यो कपडाको कालो अब टुक्रा चाहिँ यहाँ भनौँ न कपडाको टुक्रा चाहिँ अब घमपलाई दिनु अब चिकित्सक घमपलाई दिनु होला अनि यदि रेजिङ पो आउँदैनन् भने उहाँलाई यो लट्ठी र कपडाको टुक्रा पठाउनुहोस् हैन भने यसरी भन्यो अब जिजु मिलर नेपाल अब रेजिङ दोर्जे ढपाल चाहिँ एक समय तिमी आउने भनेर अब समय त तोकिएको थियो तर अब अनि यदि मैले तोकिएको थिएँ आउनु भनेर तर यदि उहाँ आउनु सक्नु भएन भने चाहिँ उहाँलाई यो अब पठाइदिनु है भन्ने यसरी अब वचन दिनुभयो जिजु मिलर नेपालले हैन त्यसै गरी एउटा चकमक चाहिँ अब डिगुम रेपालको लागि हो त्यसै गरी जुन चकमक हुन्छ आगो बाल्ने जुन मेरो चकमक आगो बाल्ने एउटा जुन अब त्यो चाहिँ अब डिगुम रेपाललाई दिनु होला त्यसै गरी एउटा पण्डितको एउटा टोपी छ यो चाहिँ अब 7 रेपाललाई दिनु होला भन्नुभयो अनि मैले जिउमा अब लगाएको अब लुगाको टुक्रालाई अब टुक्रा टाक्री बनाउनुहोस् काटेर अनि प्रत्येक रेपालाई थोरै थोरै भने दिनुहोस् भनेर यसरी भन्नुभयो अनि त्यो रेपालाई के भन्नुभयो भन्दाखेरि अब उपहारको लागि ठुलो मूल्यवान त मसँग केही छैन तर अब हैन मूल्यवान त केही पनि होइन तर त्यसमा तिनीहरूमा चाहिँ अब सिद्धिहरू छन् हैन एउटा सोचेको कुराहरू पुरो अनि एकैवटा अब सिद्धिहरू प्राप्त हुन्छ जुन अब पुरानो सामान भए पनि मूल्यवान नभए तापनि त्यसमा सिद्धिहरू प्राप्त हुन्छ है यसरी बताउनु भयो हैन अब आशीर्वाद धेरै नै अब चोखो र एकदम लाग्नेछ हैन त्यसै गरी अस्ति मैले अब भने जस्तै अस्ति अब मसँग थोरै सुन छ मैले थोरै अब सञ्चय गरेर राखेको छु जोरजम गरेर हैन म एउटा ध्यान बस्ने एउटा गुफा पछाडिको पर्खालमा मैले लुकाएको छु त्यसैले यसलाई बाहिर निकाल्नुहोस् अनि त्यो सुन चाहिँ तपाईहरुलाई अनि म अब यो संसार छाडिसकेपछि त्यो सुन चाहिँ बाँड्नुहोस् भनेर यसरी आज्ञा दिनुभयो जिजु मिलर नेपालले अब त्यो बताउने क्रममा चाहिँ अब त्यहाँ केही मानिसहरू निकै नै थियो हैन जसले भने मिलर नेपालसँग धेरै सुन हुनुपर्छ तर कतिपयले भने जिजु मिलर नेपालसँग पनि सुन कसरी हुन सक्छ र हैन केही पनि हुँदैन उहाँ त केही पनि हुन सक्दैन उहाँ त एउटा योगी हो हैन हरिकाङ्गाल जस्तै अब केही अब नभएको हो हैन तपाईँ अब दुष्ट मानिसहरूको शब्दहरूमा झुन्ड्याउनको सक्नु अब भनौँ न अब झुट हुन सक्छ त्यही कारणले उनीहरूले जे भने उनीहरूले जे पनि भन्छ जुन दुष्ट मान्छेहरूले हैन त्यही कारणले अनि पछि तिनीहरूले अब राम्रो अब जिजु मिलर नेपालको अब सोचमा अब मान्छेको सोचमा नहुने कुराहरू बताएको हुँदाखेरि अचम्म लाग्यो अब जुन जिजु मिलर लेख्से भने चाहिँ के भन्यो भन्दाखेरि लेख्सेले चाहिँ के भन्नुभयो भन्दाखेरि जिजु मिलर नेपाल चाहिँ सुन कहाँ हुन्छ हुँदैन नि अब जे पाए त्यो भन्नु मिल्दैन है गुरुलाई हैन एउटा पाप मुखको पाप मात्रै भोग्ने हो हैन विभिन्न कुराहरूको आरोप लाउनु हुन नि गुरुलाई सुन्छ भनेर यसरी विभिन्न अब लेख्सेले भन्नुभयो उनको मिलर नेपालको चेलाले अब जुन अब उहाँ निधन हुनु भएर विभिन्न चेलाहरू चाहिँ भेला भएर खोजिनु भएछ त्यो हैन अब टक्कै जिजु मिलर नेपाल चाहिँ मैले लुकाएर राखेको छ भनेको ठक्कै अब त्यहाँ अब एउटा त्यहाँ चाहिँ कुरी लुगाले बेरेर पोको पार राखेको थियो हैन त्यसलाई खोलेर हेरे त्यहाँ ठक्कै भेट्यो अब त्यहाँ चाहिँ अब ठक्कै अब सामान भेट्यो जिजु मिलरले भनेको जस्तै त्यो उनीहरूले पोको पारेको जुन अब पोको पारेको त्यसलाई खोलेर हेर्दा त्यहाँ सुनको सट्टा चाहिँ 3वटा सेतो अब सुनको थिएन सुनको सट्टामा अब 3वटा सेतो चिनीको क्यान्डीहरू भेट्यो हैन चिनीको ढिक्काहरू भेट्यो अर्थात् एउटा सक्खरहरू भेट्यो हैन अनि एउटा पत्र र एउटामा चाहिँ चकमक भेट्यो अनि जसले चाहिँ अब अलिकता बेग्लैको परिकारको चकमक जुन चाहिँ एउटा हैन एउटा चकमकले जे पनि काम गर्न सक्ने एउटा चक्कुको रूपमा पनि काम गर्न सक्ने एउटा चम्चाको रूपमा पनि काम गर्न सक्ने हैन अब फल पनि बनाउन सक्ने त्यस्तो चकमक थियो मिलर नेपालसँग
विभिन्न यसरी अब दुलो पनि बनाउन सक्ने होइन, आगो पनि बाल्नु सक्ने, केही काट्नु, अब यो सक्खर पनि काट्नु सक्ने, त्यस्तो चकमक थियो जिजु मिलारेबासँग। त्यसको लागि प्रयोग गरिन्थ्यो। अब जुन ढोक्पाहरू होइन, एक किसिमको अब चौरी अब गोठ अब लगाएर हिँड्ने त्यस्तो अब साधारण मान्छेहरूले अब यो सक्खर भन्ने थाहा नहोला होइन। अब जुन अब ढोक्पाहरूलाई चाहिँ अब जुन अब चौरी गोठहरू ल्याएर गोठालोलाई चाहिँ थाहा हुन्छ। अब यो चकमक भनेको चाहिँ यस्तो किसिमको होइन, सबै गरेर मिल्ने। अब अनि प्राचीन कालमा चाहिँ अब यो चकमक भने चाहिँ अब धेरै लामो समय अब लाग्ने ठाउँमा अब यस्तो लगेर जानुहुन्थ्यो होइन। अनि पछि चाहिँ यो अब लोप हुँदै गएर एउटा गहनाको रूपमा मात्रै आयो यो चकमक भन्ने चाहिँ। यो अब यो चाहिँ अब एक किसिमको सक्खर रहेको छ, कालो सक्खर होइन। जुन चाहिँ यसको अलिकता यो काटेको अन्डाको आधा भाग जस्तो रहेको छ। अनि यो चाहिँ एउटा तपाईँले चिनाउनको लागि होइन, सक्खर भनेको यस्तो, एउटा चकमक भने यस्तो देखाउनको लागि तपाईँले मैले अब यो देखाएको हो। अनि खास त यस्तो हो, तर जिजु मिलारेको पालोमा चाहिँ यस्तो थिएन होइन। अब धेरै काम गर्नु सक्ने एउटा चम्चीको रूपमा पनि गर्नु सक्ने, तर यो त चम्चीको रूपमा त देख्दैन होइन। अब उहाँलाई चाहिँ अब विभिन्न अब हतियार नचाहिन्थ्यो, एउटै अब एउटा चम्ची जस्तो छुरी जस्तोले अब आगो बाल्न सक्षम हुन्थ्यो, उपयोग गर्नुहुन्थ्यो, उहाँले प्रयोग गर्नुहुन्थ्यो। जे भए तापनि अब त्यो एउटा कपडा खोल्दाखेरि त्यो भित्र विभिन्न सामानहरू भेट्यो होइन। त्यो भित्र एउटा चिठी पनि थियो होइन। चिठीभित्र के लेखिएको छ त भन्दाखेरि होइन, यो अब कपडा अब भनौँ न, यो सक्खरलाई चाहिँ तपाईँले चक्कुले काट्नुहोस् अनि सबै मान्छेहरूले बाँड्नु होला, सबैको लागि यो पर्याप्त हुनेछ भन्नुभयो। यो चारपट्टि अब मैले पोको परेको कपडा छ, यसलाई पनि तपाईँहरूले चक्कुले काट्नुहोस् अनि बाँड्नुहोस्। अनि यो मान्छेहरू यो नसक्ने समय यो कपडा पनि कहिले सक्दैन है भन्ने यसरी उहाँले लेखेको थियो त्यो भित्र। एकदम अब भित्र महत्त्वपूर्ण के छ भन्दाखेरि, अनि अब जिजु मेरो मसँग सुन्छ भन्ने मान्छेहरू कुनै होलान्, अनि तिनीहरूको लागि चाहिँ अब मुखमा टट्टी खाँदिनु है भन्ने यसरी अब भन्नुभयो होइन। त्यो भन्ने बेला अब के हो त, अब मिलारेको निधन भएपछि सबैजना शोकमा थिए, तर त्यस बेला सबै हाँसो पर्यो, हाँसी अब भयो। त्यसपछि अब सबै विद्यार्थीहरू परिजकहरू भेला भएर अनि मिलारेले अब भने जस्तै अब त्यसपछि अब त्यो सामानहरू बाँड्यो होइन। अनि जिजु मिलारेले भने जस्तै विभिन्न दानदाताहरू सबै अब आफ्नो चेलाहरू एक ठाउँमा भेला भएर होइन। अनि त्यो विभिन्न अब यो कालो चिनी अर्थात् यो सक्खरलाई दुई टुक्रामा काट्यो। एकदम आश्चर्यजनक भयो त्यो। अब यो आश्चर्यजनक के भयो त भन्दाखेरि डल्लो थियो नि त यो होइन। अब छुरीले दुई टुक्रा काट्दाखेरि अब एउटा भागलाई दुई भाग काट्दै सानो सानो हुने होइन। अब सानो टुक्रा भएर जाने हो नि, तर त्यो आश्चर्यजनक के देखियो त भन्दाखेरि छुरीले त्यो काट्दाखेरि दुई टुक्रा हुँदाखेरि के हो त, सानो भएन, दुई टुक्रा एउटै साइज बन्यो। यसरी अब तिनीहरूले दुईलाई चार, अब चार भाग लगायो, चारलाई पनि 8 भाग लाग्यो, 8लाई 16 भाग लगायो, 16लाई पनि 32 भागमा लाग्यो। अनि यसरी अब अनि त्यो आकारमा कहिल्यै सकेनन् होइन, कहिल्यै अब त्यो के हो त सकेन। तिनीहरूले अब चार भनौँ न, उनीहरू कपडाको अब 4 सूर्य कपडा थियो, त्यो काटेर अब दुई टुक्रा बनायो।
सूर्यले काटेर दुई टुक्रा बनायो हैन अब त्यो लुगा पनि अब एउटा लुगालाई दुई भाग काट्दाखेरि सानो सानो हुँदो तर सानो हुँदै भएन हो त्यो त्यो पनि दुई भाग नै चार भागमा काटे त्यो माथिको जस्तै यसरी 4 देखि 8 8 देखि 16 16 32 भागमा लगायो तर पहिला जस्तै त्यो लुगा सानो हुँदै भएन हैन जे भए तापनि त्यसैले त्यहाँ सबैले अब त्यो मान्छेको गाउँ बस्तीमा सबैको मान्छेको हातमा एक एउटा सक्खर र लुगाको अब टुक्रा हैन र कपडाको टुक्रा पाए उनीहरूले जतिसुकै बेर खाए पनि त्यो सक्खरको मिठाई कहिले पनि सकेन हैन पाउने बित्तिकै खाइदिइहाल्छ नि हैन अब जे मिलेर आशीर्वाद छ यसमा हैन जति खान्दा पनि सक्दै सकेन हैन त्यसैले तिनीहरूले आफ्नो घरमा ल्याए त्यो हैन नसकेपछि हैन अब यो जति खाना पनि नसक्दो रहेछ यो भनेर उनीहरूले घरमा ल्यायो हैन घरमा ल्याइसकेपछि उनीहरूले जहाँ तिनीहरूलाई अब कहिले अब सानो भएन त्यो परिकार अब फेरि आफ्नो घर परिवारलाई आफन्तलाई बाँड्यो बाँड्दाखेरि पनि त्यो सानो कहिले पनि भएन त्यस्तै गर्ने क्रममा गर्दा गर्दा गर्दै अब उहाँको निधन हुने मुख्य ठाउँ अब चाहिँ झिङ्रा यानम भनेको थियो ठाउँ अब त्यो आसपास रहेको थियो अब झिङ्रा अब यानमको सबैजनाले अब 1 वर्षसम्म त्यो मिठाईलाई खान सक्षम भयो हैन सक्षम भयो हैन अनि 1 वर्षमा एक वर्षसम्म अब पुग्ने त्यस्तो अब क्षमता भएको थियो जुन अब यो सक्खर चाहिँ यो प्रसिद्ध भएको थियो एकदम अनि हामीले यस्तो कहिले नसक्ने सक्खर कहिले पनि खाएको थिएन भनेर आश्चर्यजनक अचम्मको कुरा भएको थियो त्यहाँ त्यो सम्बन्धको अब जोडिएको कुरा धेरै छ हैन जे मिलेर अब निधन भएको पहिलो वार्षिक महोत्सवमा अब उनको अब शब्द संस्कार गरिएको ठाउँको अब अनि ठाउँमा चाहिँ अब एउटा राम्रो तिथिमा हैन अनि के हुन्थ्यो भन्दाखेरि आकाशमा सुन्दर एकदम कर्णप्रिय हैन धुनहरू हैन फुलको वृष्टि फुलको बारिश भएको हुन्थ्यो हैन त्यो बेला अब विभिन्न अब गाना गाउने गायकहरू संगीतकारहरू त नहुन्थ्यो नि त हैन तर आकाशबाट एकदम कर्णप्रिय मनोहर आवाज धुनहरू सुनिन्थ्यो अनि फुलको बारिश सुन्थ्यो अनि उपत्यका त्यो सबै साना साना केटाकेटीले फुलहरू सम्बन्धमा दौडिन्थ्यो हैन अनि फुलहरू अब आकाशबाट बारिश भएको देख्दा सबै त्यो फुल खेल्नको लागि दौडिन जान्थ्यो दौड गरेर हैन फुललाई समात्नेहरूलाई अनि नपाए हैन अब समात्ने अब फुल समात्नेहरूलाई नपाएकोहरूले देखेपछि अब एकपछि अब यसरी अब उनीहरूले पाएको परि उनीहरूले अब झम्टेर लिनु खोजे त्यस्तो गर्थ्यो हैन यसरी मिलारेपसँग अब आफूले अब छेउमा अब यो सक्खर र लुगा राख्नु भएको कारण के हो त भन्दाखेरि हैन हामीले गहिरो तले हेर्छौँ भने खास मिलर नेपाल त मूल्यवान सम्पत्ति त के पनि थिएन हैन एउटा दरिद्र गरिबमा गरिब हो विभिन्न अन्न पानीहरू के पनि थिएन उहाँसँग त हैन एकदम कमजोर अवस्था थियो नि त उहाँलाई हैन अब जुन गरिबी एउटा त्यो भन्दा नि कमजोर अवस्था थियो जुन मिलर नेपालको उहाँलाई सम्पत्ति दौलतहरू भइभाव के पनि थिएन हैन अनि उहाँलाई के अब उहाँले अब त्यो उपत्यका मान्छेहरूलाई अब एउटा सक्खर र एउटा कपडा बाहेक के पनि दिएन हैन यो चाहिँ लुगा मिठाई र एउटा कपडाको लुगा उपहारको स्वरूप उहाँले दिए हैन हैन त्यसैले चाहिँ मिलेर अब यो एउटा के हो त स्मरणको लागि हैन यसरी दिनुभयो यो के हो त दयालु चरित्र भएको विचार थियो भनेर अब हामीले देख्न सक्छौँ हैन एकदम दयामय एकदम भित्रैदेखि एकदम सद्भावना भएको जुन प्राणीहरूलाई हैन यसरी अब सत्य काम गर्ने भएको देख्न सक्छौँ यसरी देखाउँछ कि फेरि एक अनि धर्म भक्ति भनेको चाहिँ एकदम भनेको चाहिँ कठोर लालची चद्रे हुनुमा होइन मलाई लाग्छ अब हैन कुनै कुनै अब धर्म भक्तिहरू त्यस्तै हुन्छ विशेष गरी
अब एउटा भक्तिको एउटा केही स्थानहरू राख्नुको लागि अत्यन्त अब जरुरी रहेको छ झिजु मिलरेबाले चाहिँ उहाँ अब निधन हुने बेलामा परिनिर्वाण भइसकेर उहाँले भनौँ नहुन अगाडि उहाँले के बताउनु भएको थियो भन्दाखेरि अब विभिन्न अब प्राचीन अब मुक्ति कथाहरूमा छ झिजु मिलरेबा के लेखेको छ भन्दाखेरि हैन अनि उहाँ निधन हुनु भएर 7 दिनपछि हैन अनि 7 दिनसम्म अनि मेरो जलाको जुन अब सबलाई भनौँ न एउटा अब अस्तलाई चाहिँ कसले पनि नछुनु अनि केही अब यसलाई नछुनु 7 दिनपछि अब के म भन्ने छु के बाँकी छ भनेर यसो भन्नुभयो उहाँले अनि अनि उहाँ निधन हुनु भएर अब मान्छेहरूले छुनु दिएन 7 दिनसम्म हैन सबै अब सबै अब कुरेर बस्यो हैन 5 दिनको दिनमा आइसकेपछि कुनै मान्छे अब छुनु अब बस्न सकेको छैन अब झिजु मिलरेबाको अब यस्तो अब दास गर्ने उहाँको यो अब अस्तो के हो के भयो होला भन्ने यसो मनमा कुरा खेल्यो अनि हेर्नु जानु पर्ने भन्ने अब विभिन्न अब अनि कुरा लाग्दाखेरि अब चेलाहरूले के भन्यो ओइ जानु हुँदैन हाम्रो गुरुले यसरी आज्ञा दिएको छ कि दिन छुनु हुँदैन 7 दिनसम्म नछुनु आज्ञा दिनुभयो हैन हैन अनि विभिन्न मान्छेहरू नबोलाउनु नछुनु भन्नु मैले अब झिजु मिलरेबाले भन्नुभएको छ हाम्रो गुरुले भने यसरी कुरा फैल्यो हैन कुनै मान्छे त्यो छुने अब उले खप्नै सकेन अब नहेरी सुत्तै बुझेको छैन सुकै छैन भने अब जाँदाखेरि चाहिँ त्यहाँ अब यो मिलरेबाको शरीर चाहिँ एकदम सानो भएको देखियो अब हामीले गर्दाखेरि एक बित्ता अर्थात् अब एक हात हैन एक हात जुन अब एक हात बाइक अब त्यति लामो उहाँको शरीर त्यति अब ठुलो थिएन त्यस्तो भएको देखियो अब त्यो बेला हाम्रो चेलाहरूको हेराइमा हैन धेरै बेग्लै नजर देखियो कसैले अब छेरिसी भने देखियो हैन कसैले अब आयो लोकेश्वर कसैले विभिन्न अब आर्य तारा लगायत विभिन्न अब आफ्नै अब धेरै अब देख्ने तरिका हैन विभिन्न आफ्नै अब देखाइ अनुसार अब विभिन्न हैन देखिएको थियो हैन अब यसरी गुरुचर इन्द्रिणीको ज्ञानमा परिणत भएर अब उहाँको अब यो अस्तो नै बाँकी राख्दैन होला हुँदैन होला हैन एउटा अस्तो बाँकी नभएपछि अब हाम्रो आश्रय एउटा भक्तिको केही अब चरण नहोला भने यसरी धेरै पीरमा अब फस्यो चेलाहरू धेरै अब शोक पर्यो सबैले अब आशा गरेर अब सबैको अब के हो त किसिमको त्यो अस्तलाई सबैले अब सबै टिप्नु लगायो टिप्यो अब सबै बास अब टिप्नु लगायो हैन अब त्यो भयो भने के हुन्छ भन्दाखेरि हैन अब जुन अब जलाइसकेपछि के आउँछ रिङसेल हैन अस्तो अब हामीले रिङसेल भनिन्छ हैन अस्तो धातुहरू हैन अब त्यहाँ उत्पन्न हुन्छ जुन रेलिक भनिन्छ यसलाई हामीले हैन अब जुन अब मान्छे अब मरिसकेपछि जुन अब मान्छेको गनाउने एउटा शरीर जलाइ गन्दा हुन्छ त्यो पनि गन्दा पनि थिएन हैन अब त्यो मान्छे मरेको एउटा जलाको गन्ध नभइसकेपछि अब त्यहाँ अब केही अब रिङसेल लगाएर केही पनि थिएन त्यहाँ के पनि थिएन त्यहाँ अब कुनै कहानीमा अब इतिहासमा के भन्छ भन्दा सबै डागिनीले अब आकाशमा लग्यो भन्ने कुराहरू छ अनि झिजु मिलरेबाको हैन उहाँको इरादामा के हो त भने कुनै पनि अब शरीर नराखेर हैन कुनै पनि अब त्यहाँ नभएर अब सबै इन्द्रिणीको रूपमा हैन इन्द्रिणी रूपमा यसरी परिणत भएर हैन अब किसिमको अब भएको थियो हैन त्यो नभएको खण्डमा उहाँले झिजु मिलरेबाको प्राणी हितको लागि अब एक किसिम के हो त यो अनि सखर र कपडा राखेको थियो अब उहाँले
सुन छ भनेको चाहिँ के हो त भन्दाखेरि एउटा मसँग सुन्छ भनेको कारण चाहिँ के हो त भन्दाखेरि उहाँ चाहिँ के हो त भित्र बाहिर फरक नभएको एउटा नै भएको कथन कहानी एक भएको जस्तो बोल्यो त्यही गर्ने भएको एउटा व्यक्ति जनाउँछ हैन हैन उहाँ अब निधन भइसकेपछि उहाँलाई जति अब खोजे पनि हैन जति अब उसको आसपास गुफा ध्यान केन्द्रमा खोजे पनि गुफाको ठाउँमा केही पनि भेटेन हैन 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 एक किसिममा के हो त आफूसँग अब जुन लोभ लालच नभएको सत्यता भएको भन्ने कुरा चाहिँ उहाँले बाहिर देखाउँछ जस्तो लाग्छ विद्यार्थीहरूलाई कतिको विश्वासको जाँच गरिरहनु भएको थियो भने देखाउनको लागि उहाँले यस्तो प्रदर्शन गर्नुभयो यो अब कथा अब स्वर्गडीमा मैले यति नै बताएँ हैन अब यो 17औं यो श्लोक लेक्चरमा बताएपछि अब यसको अर्थ बताउनु पर्दाखेरि मिकी तोर्चुको अब प्राणी हितको लागि गतिविधि कर्म गर्ने शैलीहरू कस्तो थियो त भन्दाखेरि नाममा चाहिँ अब के हो त हो एक किसिमको अनि सूत्र तन्त्रको विद्वान हो हैन विद्यालय छ भनेर नाम गर्ने तर के हो त अब भित्र हेर्दाखेरि अब हानि नोक्सानी गर्ने धेरै देख्यो हुँदाखेरि अब हैन यदि अब जुन जे सूत्र तन्त्र जे विद्वान त्यसको अब विद्यालयमा अध्ययन गरे पनि हानि नोक्सानी छ भने चाहिँ त्यो चाहिँ के हो त अब छोड्नु नै उपयोग हुनेछ सही हुनेछ यदि त्यसमा हानि नोक्सानी छैन भने त्यसै चाहिँ अब त्यो लिनु सही छ भने यसरी अब बताउनु हुन्थ्यो आफूले र अरूलाई हानि पुर्याउँछ भने यसो गर्नु ग्रहणशील उनका विद्यार्थीहरूलाई पनि यो पुण्य चाहिँ राम्रो होइन यो छाड्नु लगाउने अब कारण भन्यो हैन जुन अब एउटा हानि हुन्छ भने चाहिँ त्यो चाहिँ त्याग्नु पर्छ है भनेर यसरी उहाँले अब भन्नुहुन्थ्यो हैन जुन अब जिजु मेरोले अब योग्यता चेलाहरू हैन अनि जिजु मेरोले गरेको जस्तै अब हेराइ जस्तै हैन शुद्ध पुण्य र अशुद्ध पुण्यलाई यसरी केलाएर हैन नराम्रो कुराहरूलाई अब अनि यो चाहिँ अब छाड्नु पर्छ भन्ने मुख्य अब कारण भन्यो जुन हाम्रो गुरुले यस्तो गर्नुभयो भने चेलालाई पनि त्यही गर्नु छ भने यसरी गर्नुभयो उहाँले अब ठिदुङ ग्याजभित्र के लेखेको छ भन्दा एकदम स्पष्ट लेखेको छ के छ भन्दाखेरि त्यहाँ प्राणीहरूलाई प्रत्यक्ष रूपमा अब हित गर्नु सक्यो भने अत्यन्त राम्रो हो यदि प्रत्यक्ष रूपमा अब अरूलाई हित गर्न सक्यो भने अप्रत्यक्ष रूपमा अब हैन भावुक प्राणीहरूको हितमा अब ध्यान केन्द्रित अब गर्ने अनि ध्यान केन्द्रित गरे पनि ठिक छ भगवान महात्मा प्राणीहरूलाई हानि नगरी अब भनौँ न अब एक किसिमको धर्म चिन्तन गरे पनि धर्म ध्यान गरे पनि भिक्षुहरूको भेला गरे मठ मन्दिरहरू कायम राख्नको लागि र स्तूप अब निर्माण गर्न जे गर्न सक्नुहुन्छ हैन आफ्नो जति सक्दो योग्यता अनुसार हैन मानसय र अब कर्महरूको महाज्ञानको कारण बन्नेछ हैन सर्वज्ञको ज्ञान प्राप्त गर्नको लागि अब कारण बनेछन् यसरी बताउनु भयो यदि तपाईसँग भावनामा प्राणीहरूको लागि हितमा ध्यान केन्द्रित गरी उद्देश्य छैन भने यदि तपाईँले गर्नु जुन रच्नु भएको अब अनि हैन यदि तपाईँको प्राणी हितको इच्छा नभएर अब तपाईँले जुन गर्ने क्रममा हैन धर्म अध्ययन गर्ने अब चिन्तन गर्ने भिक्षु भेला गर्ने त्यस्तो अब के हो त देखावटीमा एकदम धर्म गरे जस्तो देख्ने स्तूप अब निर्माण गरेको जस्तो देख्ने तर वास्तविकमा हेर्ने भने अब के हो त हानि पुऱ्याएको छ भने त्यो चाहिँ सर्वज्ञ बुद्धको ज्ञान प्राप्त गर्नको लागि त्यसको कारण र त्यसको मुख्य अब बिउ चाहिँ बन्दैन है भनेर यसरी बताउनु भएको छ त्यही कारणले नाममा धर्म अनि अभ्यास भनेर यसरी मात्रै नाममा मात्रै उहाँले आसक्त नगरेर होइन अनि वास्तविकमा भने आफूले गरेको धर्म चाहिँ शुद्धता र सत्यता हो कि होइन भने यसरी उहाँले अब विशेष अब ध्यान लगाउनु हुन्थ्यो त्यसै कारणले भने त्यही कारणले गर्दाखेरि उहाँले अब सूत्र तन्त्रमा विभिन्न अब चिन्तन मनन श्रुतिमय गर्ने बेलामा होइन
अनि विभिन्न अब ध्यान साधना पनि वृद्धि फैलिएर जान्थ्यो हैन त्यो बेलामा अब जुन फैलेको बेलामा ध्यान साधना फैलेको बेलामा त्यो क्रमै रूपमा गरेको कारणले गर्दा त्यो त जोड दिएर के हो त एक किसिमको सुन्ने मनन गर्ने विभिन्न कुराहरू पनि अब विस्तृत रूपमा फैलिएर जान्थ्यो अनि स्वभाव रूपमा यो पुण्यहरू चाहिँ फैलिएर जान्थ्यो हैन विभिन्न अब श्रुतिहरू श्रुतिमाया भनौँ न अब सुन्ने अनि एक किसिम के हो त मनन गर्ने भावना गर्ने एक आपस जोड हुने बाहेक एक आपसमा अब हानि नहुन्थ्यो हैन त्यसरी अब लगनशीलता फैलिएर जान्थ्यो जुन अब हैन त्यही कारणले अब आजभोलि अब भनौँ न हैन अब जुन विद्यालयमा कुरा गर्ने बेग्लै हो हैन अब साधना पूजा साधना गर्ने बेग्लै हो भने यसरी अब हैन छुट्याएको छ हैन यो किन यसरी भएको त भन्दाखेरि किन गरिएको भन्दाखेरि कुनमा इच्छा छ हैन एउटा विद्यालय महाविद्यालय अर्को चाहिँ एउटा साधना हैन विधि साधनाहरू जुन एक आपसमा के हो त एक किसिममा के हो त एक आपसमा जोड दिने एक आपसमा सहायता हुने यसरी बौद्ध धर्म शुद्धता हुनको लागि विशालता रूपमा फैलिनु वृद्धि हुन यसरी गरिएको हो हैन अब फेरि बेग्लै गरेको कारणले गर्दा हुँदाखेरि के यसमा अब खतरा देख्छ भन्दाखेरि हैन विद्यालयमा बौद्ध विद्यालयमा गर्नेमा अध्ययन गर्ने मान्छेहरूले अब साधनामा ध्यान दिन नसक्ने साधनामा विधि साधना गर्दाखेरि अब महाविद्यालयमा ध्यान दिन नसक्ने त्यसरी अब हैन अब एक किसिमको के हो त त्यस्तो कमजोर देखेको भन्दाखेरि हैन एकदम के हो त दुर्बल एउटा सक्षम नभएको पनि देख्दछु सफलता नभएको तर जे भए तापनि मिकी दोर्जे जस्तो हो भने चाहिँ हैन उहाँको समयमा पालोमा तिब्बतमा एक पतित अब खस्किँदै गरेको युग थियो हैन जब हैन त्यो बेलाको मान्छेहरू पनि एउटा के हो त एक किसिमको अब लगभग जङ्गली जस्तै थिए हैन एउटा मनमा राक्षसले बास गरेको जस्तो हैन राक्षसको अवतार जस्तो त्यो त्यस्तो एकदम सङ्कट एकदम अँध्यारो भएको अब ठाउँमा पनि के हो त तिनीहरू मध्ये म चाहिँ एक सेतो कमल जस्तै देखिन्थ्यो हैन उहाँले अब के हो त भन्दाखेरि हैन प्राणी हितको लागि अब के गर्दा भन्दाखेरि अब एक्लै भए पनि म प्राणी हितको लागि म एक्लै भए पनि म बुद्ध पुगाउँछु लगाउँछु भन्ने इरादा थियो हैन उहाँले अब शिला भनौँ न शिला पालना गर्दाखेरि अब दानको पुण्य फैलिन्थ्यो दानको पुण्य फैलिँदाखेरि अब शिला शिललाई अब ग्रहण गर्ने सुरक्षित दिने यसरी अब ज्ञान फैलिन्थ्यो एक आपसमा के थियो भन्दाखेरि अब पुण्य बढ्ने यसरी एक आपसमा फाइदा हुने एक आपसमा जोड दिने अब यसरी फैलिएर जान्थ्यो हैन यसरी उहाँले विभिन्न अब के हो त विभिन्न अब पूजा आजा गर्ने हैन गीति पाठहरू लेख्ने हैन त्यसै गरी उहाँले अब भनौँ न मुक्ति कथाहरू लेख्ने हैन सप्ताङ्ग पूजा विधि गर्ने हैन प्रार्थना गर्ने लुङ दिने व्याख्या गर्ने अभिषेक प्रदान गर्ने अरूलाई अब शील प्रदान गर्ने लगायतका विभिन्न के हो त भन्दाखेरि जे गरे तापनि उहाँले हैन अनि यो मैले भोलि गरे हुन्छ पर्सि गरे हुन्छ आज म अनि आराम विश्राम गर्छु भने त्यस्तो नगरिकन हैन अहिले जे सोचाए त्यही नै प्राणी हितको लागि खटेर उहाँले अब गर्नुभयो हैन यो चाहिँ मेरो मानसिक र यो मेरो शरीरले सक्दिन होला म अब हैन भनेर यसरी उहाँ कहिले पनि अब निराशा र यसरी उहाँले हरेस खानु भएन म शरीर वा मानसिक रूपमा यो गर्न सक्दिनँ भनेर अनि त्यसै कहिले पछि हट्नु भएन हैन अप्ठ्यारो परिस्थितिमा सुकेर गर्दा धैर्यता थियो उहाँ हैन एकदम उत्सुकता र जागृता हुँदै अब उहाँले विभिन्न अब यसरी धर्म फैलाउनु भयो यसरी विभिन्न अब धर्महरू फैलाउने क्रममा धर्मचक्र फैलाउने क्रममा अप्ठ्यारोमा परेको बेला उहाँ समान हुनुहुन्थ्यो आफूले गरेको सबै कामहरू हैन ज्ञानको अब लागि समर्पित गर्नुहुन्थ्यो उहाँको समाधि
हैन जे गरेर पनि सबै समस्त प्राणीहरू समक्षम बुद्धको ज्ञान प्राप्त गर्नुलाई कारण बनोस् भने यसरी उहाँले चिताउनु हुन्थ्यो हैन अनि अब त्रिकोटी हैन त्रिकोटी अब शुद्ध त्रिकोटी यसरी अब पूर्णतया पवित्र गरी यसरी अब यसरी गर्नु जुन त्रिकोटी अब पवित्र भनौँ न एउटा शुद्धता ज्ञान 3 प्रकारको ज्ञानले आफूमा भिजाएर अनि हिड्ने सुत्ने बस्ने अथवा घाँस बास कपा जस्तो व्यवहारमा संलग्न हुँदा पनि उहाँ महान ज्ञानको दर्शन आचरण ध्यानमा के हुन्छ अनि जहिले पनि के हुन्छ उहाँ अनि विहीन हुनुहुन्थ्यो जहिले पनि त्यसमै अब लिन हुनुहुन्थ्यो उहाँहरूले मानिसहरूलाई अरूको फाइदाको लागि गलत र सही तरिका के हो भनेर बुझाउनु हुन्थ्यो गलत के हो सही के हो भनेर उहाँ आफैले आफ्नो सही कार्यहरूमा कहिले तल निहुरिनु भएन एक किसिमको पतन हुनु भएन त्यही कारणले हैन यो प्राणीलाई हित हुने कर्म यो अरूलाई हानि हुने कर्म यो भने विशेष उहाँले निहाल्नु भएर छुटाउनु भएर अन्धर भुँडी जस्तो केलाउनु भएर उहाँले सही बाटो यसरी देखाउनु भयो हैन अब आफूले गरेको आफैले आफ्नै अब सही कार्यहरूमा नि कहिल्यै अब उहाँ चुक्नु भएन हैन यसरी उनको अभ्यासमा कुनै उत्तर चढाव थिएन र अन्य परिस्थिति कुनै पनि अवरोध थिएन उनको ध्यान र हैन उहाँले अब भनौँ न यसरी अब सुनुवाई हैन यसरी अब मनन गर्ने चिन्तन गर्ने क्रममा पनि के हो त अनि यो के हो त समाधि एकाग्र चित्त र एकाग्र पश्चातमा पाएको समाधि यसरी अब हैन एक आपसमा अब सहायता जोड मेल मिलापता भएर यसरी उहाँले ध्यान गर्नुहुन्थ्यो हैन एक आपसमा हानि पुर्याउने एक आपसमा अब यो प्रतिपक्ष हुने नदेख्थ्यो हैन एकले अर्कोमा सहायता गर्दै एकले अर्कोमा संलग्न हुँदै यसरी अब ध्यानले एउटा ध्यान गर्दै अर्कोलाई अब फाइदा हुने यसरी गरेर अब अर्थपूर्ण बन्यो र जे भए तापनि ठुलो खुसीको रूपमा देखा पर्यो विचारहरू धर्मकायको रूपमा मुक्त भएको थियो यो उहाँको विशेषता रहेको थियो हैन हामीले के थाहा हुनुपर्दछ भन्दाखेरि हैन उहाँले अब धेरै विभिन्न अब कामहरू गर्नुभएको छ हैन प्रवचन दिनुभयो हैन विभिन्न लेखक पनि छ उहाँको लेख उहाँले विभिन्न अब ग्रन्थहरू रच्नु भएको छ अनि विभिन्न अब मान्छेहरूसँग कुराकानी गर्ने छलफल गर्ने यसरी अब हाँस खेल गर्ने हैन चिया नास्ताहरू ग्रहण गर्ने कहिलेकाहीँ अब विभिन्न अब महत्त्वपूर्ण सारहरू यसरी अब त्यसमाथि अब यसरी निहालेर हेर्ने हैन मार्गदर्शक गराउने हैन मार्ग देखाउने हैन यो उहाँको एउटा मनको कुरा हैन एउटा के हो त ध्यान गर्ने आफूमा पनि हैन एउटा त्यसले धेरै गर्नुहुन्थ्यो जे गरे त धेरै गर्नुभयो जे भए तापनि अब यो धेरै गर्ने हुँदा सबै एकै ठाउँमा थुप्रेर हैन अनि एउटा गर्दाखेरि अरूलाई नोक्सान पुर्याउने अर्को गर्दाखेरि अरूलाई अब हानि पुर्याउने हैन त्यस्तो कहिले पनि भएन जे काम गरे भयो भने एकदेखि अरूलाई अब हानि नोक्सान नपुर्याउँदै फाइदा एक आपसमा सबैले जोड गर्दै हैन जे काम गरे पनि अब विघ्न बाधा हैन अडचन नभइकन यसरी अब राम्रो कामको रूपमा देख्यो हैन उहाँले अब लेखेको लेखहरू मात्रै अब 100 भन्दा बढी मात्र थियो भनेर अब मिग्यू दोर्जेको गीतिमा लेखेको छैन यो चाहिँ अब उहाँको अब परिचारक अब साङ्गे पल्टुपले यसरी लेखेको अनुसार उहाँको लेख चाहिँ 100 भन्दा बढी थियो भनेर लेखिएको छ हैन अनि जे काम गरे एकदम धेरै मेहनती परिश्रम गर्ने हैन अनि बौद्ध धर्म र प्राणी हितको लागि अब त्यसको लागि अब दिन रात खट्नु सक्ने हैन मेहनत गर्नु सक्ने त्यस्तो एउटा महान र अतुलनीय मुक्त पुरुष थियो अब चाहिँ अब 30 मिनेटको लागि म
विश्राम रहन चाहन्छु, त्यसपछि फेरि निरन्तरता दिनेछु। 당기 공도 주변은 신체제 अहिले अघि मैले पहिले अनि पूर्व कथित बताए चाहिँ अब मिग्यू दोर्जेले अनि विभिन्न चर्या आफ्नो लीलाहरू अनि अनेकन धेरै प्रकारले उहाँले दर्शाउनु भयो। धेरै चर्याहरू, धेरै लीलाहरू उहाँले अनि एक समयमा उहाँले अब प्रदर्शन अर्थात् प्राणी हितको लागि खट्नुभयो। विभिन्न सुनवाई अनि मनन भावना गर्ने क्रममा एकदेखि अर्कोलाई अनि अवरुद्ध पार्ने, हानि पार्ने त्यस्तो कहिले पनि भएन। नभएको हुँदाखेरि अनि त्यही हुनुको कारणले मिग्यू दोर्जेले आफैले एउटा गीतमा के लेखेका छन् भने, बाहिरबाट हेर्नुभयो भने मैले नगरेको केही छैन, भित्रबाट हेर्ने हो भने म जे पनि गर्न स्वतन्त्र छु। यदि तपाईँले यसलाई विचार गर्नुभयो भने यो सोचको कला होइन, वस्तु होइन। सरस्वतीको नवीन स्वभावको ज्ञान कसले बुझ्न सक्छ र भने यसरी बताउनु पर्छ हैन। अब जे भए तापनि अब के हो त भन्दाखेरि मिग्यू दोर्जेले जे पनि गर्न अब उहाँ सक्नुहुन्थ्यो हैन, बाहिरबाट हेर्दाखेरि। अनि भित्रबाट बाहिर बोक्रे रूप मात्र नभएर भित्री अब मनको अब भावना हेर्ने भने हैन, उहाँले अब जे पनि गर्न अब के हो त स्वतन्त्र छ उहाँ हैन। अनि विकल्प नभइकन हैन, अब त्यस्तो विकल्प नभएको विभिन्न तर्क, विभिन्न अब केही अब आशा केही नभएको हुँदाखेरि अब उहाँ जे गर्नु पनि स्वतन्त्र हैन। अनि यो ध्यानभित्र अब उहाँ लीन भएर बस्नु भएको छ। त्यही कारणले अब वास्तविकमा हेर्ने हो भने अब हैन, अब यो चिन्तन भन्दा बाहिर छ हैन। हामीले सोच्नु नसक्ने त्यस्तो स्वभावको रहेछ। यो चाहिँ के हो त भन्दाखेरि हैन, अब यो याङजे शर्मा भने चाहिँ मिग्यू दोर्जेको एउटा प्रवासी नामको प्रवासी शब्द रहेको छ हैन। अब मिग्यू साङ्बो, याङजे शर्मा अर्थात् के हो त भन्दाखेरि अब नवीन सरस्वतीको स्वभाव भनेर बुझिन्छ हैन। अब नवीन सरस्वतीको अब स्वभाव त कसले पो अनुमान गर्नु सक्छ र, कसले पो बुझ्न सक्छ र भने यसरी अब बताएको छ हैन। त्यही कारणले उहाँको स्वभाव त, उहाँको चरित्र चाहिँ अब मान्छेले अनुमान गर्नु सक्दैन भनेर यसरी अब बताएको छ, उहाँले भन्नुभएको छ। अब चाहिँ अब पहिले अब बताएको अब यो 17औं हैन, अब 17औं नम्बरको भनौँ लेक्चरमाको 17औं श्लोकभित्र भएको मुख्य सारहरू के हो त त्यसको विषयमा बताउन गइरहेको छु। यसमा अब दुई प्रकारको विषय रहेको छ। पहिले चाहिँ के हो त भन्दाखेरि अब हामीले अभ्यास गर्नु भनेको अब 24 घण्टाको काम हो। हामीले सधैँ सावधानी र सजगताका अब सजगता गर्नुपर्छ। अब दोस्रो चाहिँ के हो त भन्दाखेरि अब हामीले अब सबै अब अभ्यासहरू चाहिँ अब एकीकरण गरेर हामीले अभ्यास गर्नुपर्छ भनेर बताउँछ। अब हामीले अभ्यास भनेको चाहिँ अब 24 घण्टाको काम हो भनेको चाहिँ कस्तो हो भन्दाखेरि अब हामीले अब अभ्यास भनेको अर्थ के हो त भन्दाखेरि अब हामीले धर्मको अभ्यास गरौँ भनेको चाहिँ अब दिन रात अब 24 घण्टामा गर्ने काम रहेको छ, बुझ्नु पर्दछ। जहिले पनि हामीले अब एकदम सजगता, चेतना र अप्रमाद हुनु जरुरी छ। त्यो भन्दा पनि पहिले हामीले अब के बुझ्नुपर्छ भन्दाखेरि अब धर्मको अभ्यास पाठ कस्तोले भनिन्छ हामी सोच्नु पर्दाखेरि त्यसलाई हामी बुझ्नु पर्दाखेरि के हो त भन्दाखेरि अभ्यास भनेको चाहिँ सजिलोसँग अब बताउनु पर्दाखेरि तपाईको मनसँग बानी बसाल्ने प्रणालीलाई बुझिन्छ। अभ्यास भनेको चाहिँ के हो त तपाईको मनसँग अब के हो त एकदम जुन ध्यान गर्नु बानी बसाल्नु पर्यो, जो गर्नु अब जे गरे पनि त्यसलाई अब अभ्यास गर्नु सक्षम हुनेलाई बुझ्नु पर्दछ।
अब हामी के अभ्यास गर्छौं यसले हाम्रो शरीर र बोली र हाम्रो मनलाई परिसर दिने तरिका परिवर्तन गर्दैछ हैन अभ्यासले हैन आफ्नो मनलाई अब परिमार्जन गर्ने हैन परीक्षण गर्ने जाँच गर्ने हैन आफ्नो मनको अब तालिम वा बानी निरन्तर हुनुपर्छ अब बानी अब बेहोरा अब के हो त किसिमको मनमा चाहिँ अब बानी बस्नु पर्यो ध्यान गर्नको लागि त्यो एकचोटी गरेर मात्रै हुँदैन हैन एकचोटी मात्रै अभ्यास गरेर आफ्नो मनको फोहोर लेदोपनलाई हामीले सुधार्न सक्दैन हैन त्यसलाई हामीले तालिम दिनु एकचोटी तालिमले त्यसलाई हामीले सफा गर्न सक्दैनौं त्यसलाई कायममा ल्याउन सक्दैनौं हामीले जहिले पनि दैनिक हिसाबमा हामीले त्यसलाई तालिम दिनुपर्छ दैनिक तालिम दिनु कारण के हो त भन्दाखेरि हामीले एकचोटी सोच न हाम्रो मनमा अब परिमार्जन तालिम दिनु अब दियो भने हैन के हो त भन्दाखेरि एक वर्षमा 365 दिन रहेको हुन्छ हैन अब एक दिनको लागि हेर्ने भने 24 घण्टा रहेको हुन्छ हैन बिहान र दिउँसो र अब राति गरे भने 24 घण्टा रहेको हुन्छ जम्मा अब मन चाहिँ के हो त अब कहिले पनि विश्राम नरोइकन विश्राम नगरिकन 24 घण्टा काम गरिरहेको हुन्छ हैन त्यही कारणले अब जुन विश्राम नगरिकन काम गरेको मन चाहिँ अब त्यसलाई अब हामी झन् त्यो बेला अब के हो त हामीले तालिम दिन सकिन्छ नि हैन 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 अब हाम्रो मन चाहिँ अब एक वर्षमा 365 दिनै काम गरेको खटेको जस्तै हामीले पनि अभ्यास चाहिँ 365 दिनसम्म हामीले कायममा लगाउन सक्नु पर्दछ यसरी तालिम र परिमार्जन गर्नु पर्दछ आफ्नो मनलाई अब यसलाई अब छोटकरीमा भन्दाखेरि आफ्नो अभ्यास के हो त आफ्नो जीवनकालमा अब टाल्नु पर्यो हैन हामीले आफ्नो सधैँ अब के हो त आफ्नो अब जे भए तापनि शरीर वचन दिमागलाई तालिमको दिनु पर्यो जीवनलाई चाहिँ आफ्नो अभ्यास र अभ्यासले आफ्नो जीवनमा बनाउनु जीवनको अब उतार्नु पर्यो जीवनमा बनाउनु पर्यो अभ्यासलाई हैन उदाहरणको लागि हामी अब तौल घटाउनको लागि अब व्यायाम गर्छौं हैन एक्सरसाइज गर्छौं हैन अनि डाक्टरहरूले अब के भन्छ अब तिमी रोगदेखि मुक्त हुनु लागि रोगदेखि अब निरोगी हुनु लागि अब तिमी अब तिम्रो अब के हो त बोसो घटाउनु पर्छ भन्छ हैन त्यस हैन अब त्यो डाक्टरले भने बमोजिम अब के हो त बोसो घटाउनु लागि हैन तौल ठिक्क व्यायाममा ल्याउनुको लागि के गर्नु पर्यो अब हैन अब के हो त एक्सरसाइज गर्नु पर्यो व्यायाम गर्नु पर्यो त्यो गर्नको लागि हामी जिम खानामा जान्छौँ र अनि व्यायाम गर्दै अब विभिन्न अब फलाम उचाल्ने विभिन्न अब हामी गर्छौँ हैन मेहनत गर्छौँ अब त्यो बेला थप रूपमा अब हामीले प्रत्येक दिन व्यायाम गर्न आवश्यक छ हैन त्यो चाहिँ अब हामीसँग समय छ र हामीले प्रतिदिन त्यसमा खट्नु पर्यो जुन चाहिँ अब आफ्नो जिउलाई सन्तुलन गर्नको लागि हैन त्यो खानेकुरालाई हामीले पनि सीमित गर्नुपर्ने हामीले एक दिनमा 1 घण्टा व्यायाम गर्दैनौं तर बाँकी समय ओछ्यानमा अब बस्यो भने अब सक्दैन त्यही कारणले अब जस्तो भयो भने पैदल टेक्दै जानुपर्ने हुन्छ हैन अब 10,000 हुन्छ कि 5,000 हुन्छ कि 500 हुन्छ कि त्यो गर्न लगाउँछु हैन बोसो अब हटाउनको लागि हैन खानामा पनि अब ध्यान दिनु पर्यो हैन सीमित मात्रै हुनु पर्यो यदि हामीले त्यस्तो गरेनौं भने अनि सधैँ अब 1 घण्टा जस्तो अब व्यायाममा गयो हैन अनि अब मर्ने तलसम्म 1 घण्टासम्म जिम खानामा गएर जिम गर्यो तर अनि त्यो खाली समयमा चाहिँ दिनभरि अब ओछ्यानमा सुत्यो हैन सोफासिटमा अनि एक किसिमको लडी पडी गर्यो बस्यो भने के हो त त्यो खाना पनि बोसो त्यसमाथि के हो त बोसो युक्त खानेकुराहरू जुन तेल भएको खानेकुरा प्रशस्त खायो भने अनि 1 घण्टा अनि मरि त्यो जिम खानामा गएर जिम गर्यो के फाइदा भयो त हैन अनि त्यो बेला अब हाम्रो बोसो पनि घट्दैन र हामी स्वस्थ पनि हुने छैनौं अनि हाम्रो अभ्यास पनि त्यस्तै भएर आउँछ अहिले अनि अब ध्यान गर भन्ने बित्तिकै अब अभ्यास गर भन्ने बित्तिकै अनि केही घण्टाको लागि हामी चकटीमा बस्छौं
हैन अनि केही घण्टामा लागि बस्छौँ हैन अब घण्टौँ घण्टा बस्न सक्दैन नि त्यो पनि हैन अब त्यो चकटीबाट हामी अब आसनबाट उठिसकेपछि के गर्छौँ अब किताबहरू बन्द सबै साधनाको पाठहरू सबै बन्द सबै ठप्प बन्द गरेर अब नि आफ्नो तालमा लाग्दछ त्यसपछि गिरावट सबै बिग्रेर जान्छ त्यस्तो गर्ने आवश्यक के हो त एक किसिमको सधैँ हामीले अब के हो त त्यस्तो एक दायित्व चाहिँ गरे जस्तो होइन त्यो चाहिँ के हो एउटा ज्याला वा जागिरको लागि काम गर्ने जस्तो त्यस्तो होइन हैन त्यो कामले मिल्दैन हामीले ध्यान अभ्यास गर्दाखेरि के गर्नुपर्छ त भन्दाखेरि हाम्रो सम्पूर्ण शरीर बोली मनलाई चाहिँ के हो त एकै ठाउँमा हामीले के हो त समावेश गर्न सक्नु पर्यो एकै ठाउँमा एकीकरण गर्न सक्नु पर्यो हैन त्यो अभ्यासको लागि अवश्य हामी चाहिन्छ एकीकरण जम्मा गर्नु पर्यो त्यसगरी हामी अभ्यासमा चाहिँ उत्साह चाहना हुनु पर्यो आवश्यकता छ त्यस्तै गरी आफ्नो अभ्यास धर्म गरेको एउटा नभई नहुने एउटा लक्ष्य हुनु पर्यो हैन आफ्नो इच्छा आफ्नो चिताएको कुराको हैन अनि शीघ्रै म यसलाई पुरा गर्दछु भने भित्रदेखि नै दृढ बल हुनु पर्दछ फेरि पनि एउटा उदाहरण राख्न चाहन्छु म कस्तो उदाहरण भन्दाखेरि एउटा हाम्रो अब संस्कृति जस्तै हैन एउटा पालन गर्ने तरिका रूढिवादीहरु जस्तै एउटा के नियम छ के हो त भन्दाखेरि एउटा अब हैन नयाँ वर्षमा अब हामी सोच्छौं हैन अनि कुन नयाँ वर्षमा अब के हो त अब म नयाँ कुराहरुको योजना गर्छु भने यसरी अब नयाँ वर्षमा यसरी म यो काम गर्छु भने यसरी अब मेरो लक्ष्य नयाँ यसरी म योजना गर्छु थाल्छु भनेर अब हैन संकल्प गर्छु हैन एउटा उदाहरणको लागि यस्तै राख्यो भने हैन यो वर्षको नयाँ वर्षको एउटा संकल्प के सोच्ने भन्दाखेरि यो वर्षमा कुनै पनि झुट नबोल्ने बोल्दिन भन्ने हाम्रो संकल्प गर्यो हैन यो सपना एउटा एउटा यो किसिमको योजना चाहिँ के हो त जहिले पनि दैनिक मनमा के हुनु पर्यो त्यसलाई चाहिँ अब स्मरण हुनु पर्यो याद हुनु पर्यो हैन यो चाहिँ मेरो सपना हो यो चाहिँ मेरो योजना हो हैन मेरो उद्देश्य हो भन्ने अब यसलाई थाहा हुनु पर्यो हैन यो चाहिँ अब थाहा हुनु पर्यो भने यसरी हामीलाई थाहा हुनु पर्यो हैन त्यही कारणले गर्दाखेरि त्यस्तै गरी म झुट बोल्दिन भनेर यसरी आफ्नो याद गर्नु पर्यो आफूले हैन यो चाहिँ जहिले पनि हुनु पर्यो त्यसै कारणले गर्दाखेरि हैन जस्तो अब आफूले काम गरे पनि हैन जे काममा पनि के हो त प्रोत्साहित गर्नु पर्यो हैन पूजा गरे पनि हैन हामी जे गरे हैन अब भनौं न एउटा सुपरमार्केट बजारमा गएर पनि जे किनमेल गरे पनि हैन जे काम गरे त पनि हैन हामी सामान किन्दाखेरि हैन एउटा जुन सामान बेच्ने एउटा व्यापारीले हैन जुन पैसा गन्ने क्रममा एउटा त्यसमा गल्तीहरु भएको हुन्छ हैन जुन उले पैसा मेरो पैसा फिर्ता आउने क्रममा उले गन्दगी त्यसमा गुलमिल भयो भने हैन त्यो बेला के अनि जे गरे त भने हैन जे गर्दा पनि हैन अनि जे चिया खाए त पनि हैन जे गर्दा पनि हैन आफ्नो के हो त होश हुनु पर्यो हैन एउटा स्मरण हुनु पर्यो त्यस्तै किसिमको हामी अभ्यास गरे बले पनि जे काम गर्दा पनि अनिवार्य अघि मैले बताए जस्तै हैन अनि नयाँ वर्षमा अब नयाँ सोच राखेको जस्तै हैन त्यस्तै किसिमको एउटा नयाँ उद्देश्य राखेर अनि त्यसलाई म पूरा गर्नेछु भने यसरी सोच अनि भएको जस्तै अनि धर्म गर्नुको लागि अभ्यास गर्नुको लागि पनि त्यस्तो एउटा के हो चाहिन्छ आफूमा एउटा अनुभव हैन त्यस्तो चाहिन्छ हैन पहिला बताएछ म एउटा अब म झुट बोल्दिन भने एउटा मात्रै हो तर म अभ्यास गर्छु भनेको त्यस्तो सजिलो त होइन नि अनि म झुट बोल्दिन भने मात्रै त्यो एउटा वचनले मात्रै अब अभ्यास गर्न सक्दैन अभ्यास भने त्यो भन्दा एकदम ज्यादा विशाल त फराकिलो एकदम ज्यादा भएको छ
त्यही कारणले गर्दाखेरि हामीले ध्यान गर्ने बेलामा के हुनुपर्दछ भन्दाखेरि अनि सुन्ने मनन अनि भावना गर्ने चाहिँ अब नछरिएको एकै ठाउँमा भएको चाहिन्छ, तिनैवटा चाहिन्छ। एकदम महत्त्वपूर्ण पहिले भनेको जस्तै अभ्यास गर्ने क्रममा आफूलाई हैन आफ्नो एउटा के हो त सोच्ने तरिका र एउटा के हो त रूप ढाँचा आफूलाई थाहा हुनु पर्यो हैन। जुन गर्ने अभ्यासमा एउटा उत्साही छैन हैन, त्यसको एउटा हेर्ने तरिकै एउटा भित्र उत्साह एउटा खुसी छैन भने त्यो कदापि राम्रो हुँदैन। त्यसमा हामीले विचार गर्ने तरिका कस्तो चाहिन्छ त भन्दा हैन, आफूलाई नै परिमार्जन गर्ने, सुधार्ने, आफूले आज भन्दा भोलि राम्रो गर्ने हैन, आफूले म राम्रो बनाउने हैन, आफूले खुट्टामा उठ्ने म सक्षम बनाउने हैन। यसरी आफूले सुधार्न लागि हैन, आफू राम्रो बनाउन लागि हैन, म जति सक्दो म अभ्यास गर्छु हैन, जति म राम्रो काम गर्छु भने यसरी उत्साहित प्रोत्साहन यसरी अब मनोवृत्ति बलियो चाहिन्छ हैन। अब आफूलाई राम्रो बनाउन कसरी भनिन्छ भन्दाखेरि अनि अब एकदम धेरै मेहनती हुने र हैन, जे गर्नु सिपल हुने भनिँदैन हैन। आफूले सुधार्ने, राम्रो बनाउने कस्तोले भनिन्छ भन्दाखेरि आफ्नो सोचलाई धर्मको नजिकमा लगाउनु, धर्मको छेउमा बास गराउनु हैन, यसलाई निरन्तरता प्रयास गर्नु हो। यसलाई चाहिँ अब एउटा नामकरण गर्दाखेरि एउटा पानीको प्रवाह जस्तै हैन, पानीको प्रवाह जस्तै, पानीको तरङ्ग जस्तै हैन, एकदेखि अर्कैसम्म अब के हो त पानीको श्रृङ्खला जस्तो होइन, एकदेखि अर्कै टक्कै बगिरहेको होइन, त्यसमा अविच्छिन्न नरोकेको होइन, नटुटेको, एकदेखि अर्को बगिरहेको पानीको एउटा तरङ्ग जस्तो चाहिन्छ भने त्यस्तो किसिमको अभ्यास गर्नु पर्दछ हैन। अभ्यास पनि निरन्तरता होइन, अटुट क्रममा चाहिन्छ। यदि के हो त भन्दाखेरि पहिलेको दिनभन्दा आज राम्रो हैन, अनि पहिलेको महिना भन्दा अनि अहिलेको राम्रो, विगतको वर्ष भन्दा पनि अहिलेको वर्ष चाहिँ एकदम धर्ममा लाउने यसरी हैन। यसरी अब दिन प्रतिदिन अब राम्रो भयो भने पक्कै नै त्यो मान्छे चाहिँ अब बदल्न सकिन्छ र एउटा ऊ आफूले अब राम्रो सक्षम हुन मार्गमा ल्याउन सकिन्छ हैन। अब पहिलेको मान्छे र अहिलेको मान्छेमा धेरै नै फरक देखिन्छ त्यसमा हैन। त्यस्तो अब हामीले देख्छौँ हैन, त्यस्तो फरक भएको व्यक्ति बन्न सक्छौँ यदि हामीले चाहे भने। तर पनि अब हामीले मेहनत गरौँ, परिश्रम गरौँ भन्दा यसमा के समस्या छ भन्दाखेरि हैन, जस्तो मान्छे भए तापनि कहिलेकाहीँ के हो त हैन महसुस, अब हामी कहिले के हो त हामी अब आराम गर्न आवश्यक छ हैन, कहिले हामीलाई अब अल्छी लाग्छ हैन, आराम गर्नुपर्छ, कहिलेकाहीँ अब रमाइलो गर्नुपर्छ हैन, कहिलेकाहीँ एकदम अब बोरिङ भएपछि के खेलकुद खेल्नु मलाई भने अनि अब सोच आउँछ नि, हामीले कहिलेकाहीँ थकान लाग्छ नि होइन। अब भनौँ न हामीले अभ्यास गरे पनि होइन, विभिन्न मेहनत परिश्रम जे काम गरे तापनि थकित भएको बेला पनि हैन, थाकेको बेलामा अब आफूले शरीर र मनलाई अब वचनलाई अब विश्राम दिनु उचित हो, आवश्यक छ हैन, यो अत्यन्त उचित र राम्रो हो। तर पनि यद्यपि हामी सधैँ के हो त अब हामीले धेरै सचेत र अब हामी होसियार भएन भने अब आफैले के हो त अब दिन प्रतिदिन आफूले अल्छी बनाउने, सुस्त बनाउने हैन हुने हुन्छ। अब हामी अब एक किसिमको विश्राम गर्दाखेरि अब आफूले अब स्मरण याद हुनु पर्यो कि हैन, आफूले थाहा हुनु पर्यो कि म के गर्दैछु हैन। के सोच्नु पर्यो त्यो बेला, म सधैँ नै म एउटा धर्म अभ्यासी हुँ हैन। हामी कहिले पनि बिर्सिनु हुँदैन कि हामी एक अभ्यासी हौँ, म एउटा अभ्यासी हुँ हैन। त्यो एउटा अभ्यासी गर्ने मायाको भएकोले एउटा त्याग्ने ग्रहण गर्ने एउटा व्यक्ति भएकोले हैन, त्यसमा
इच्छामा यसको बारेमा थप कुरा गर्न हामी आराम गर्नुपर्दा हामीले अभ्यासबाट विश्राम लिइरहेका छैनौँ हैन हैन त्यही कारणले बुद्धको धेरै वचनभित्र अब के लेखेको छ सूत्र भनेर हैन जे जस्तो भए तापनि अनि के हो त एउटा प्राण जसरी हैन एउटा शिव जसरी घोचेको तीको जसरी मनमा के आउनु पर्यो ओ स्मरण याद होस् हुनु जरुरी छ भने यसरी बताउनु भएको छ हैन हैन म उनीहरूले केही बिग्रेछ यो त्यसलाई यो भन्नु पर्यो भने त्यसरी होइन आफूलाई नै बिउजाउनु पर्यो आफूलाई नै अब के हो त अब स्मरण गर्नु पर्यो हैन हामी अब आराम गर्दा पनि हैन अब हामीले अब जिउ र वचनलाई मात्रै अब विश्राम गर्नु दिएको होइन तर मनलाई चाहिँ कुनै पनि अब कुरा गर्नु नदिएर केही काम गर्नु नदिएर विश्राम थकान मिल्नु दिएको त होइन नि त्यस्तो लिइरहेको छैनौँ त्यही कारणले अब परम पूर्व गुरुहरूको अब जीवनी मुक्ति कथामा हेर्यो भने पनि हैन अब दिनमा त धर्म गर्छ अभ्यास गर्छ यदि त्यो पूर्व गुरुहरू चाहिँ के हो त राति निन्द्रा लागेको बेला पनि अभ्यास गर्न उहाँ सक्षम हुनुहुन्थ्यो हैन निन्द्रा पनि धर्म गर्नु सक्दो रहेछ नि त्यही कारणले निन्द्रामा पनि अब धर्म गर्नेको भागहरू छुटाउनु मिल्दो रहेछ नि त त्यही कारणले जहिले पनि हामीले मनमा चाहिँ के हो त एउटा अप्रमाद स्मरण होस् सचेत हुनु अत्यन्त आवश्यकता छ यो चाहिँ के हो त दैनिक रूपमा हामीले क्रमै रूपमा यसरी राम्रो काममा हामीले अभ्यास लगाउन सक्छौँ मनमा राम्रो काम गरेमा अभ्यास त हुन सक्छौँ हैन त्यही कारणले मनमा के हो त सधैँ नै के हो त भन्दाखेरि एक किसिमको अब निगरानी त्यहाँ हेर्ने निगरानी गर्ने गोप्य त्यसलाई एक किसिम के हो त अब मनलाई चाहिँ हेरिरहने एउटा जिम्मेवारी चाहिँ लिनु पर्दछ हैन अब त्यसलाई नजर लगाउने जिम्मेवारी लिनु विचार गर्नु पर्दछ जिम्मेवारी यो हो कि हामीले जहिले पनि के हो त आफू एउटा धर्म गर्ने एउटा व्यक्ति हो राम्रो काम गर्ने व्यक्ति हो सद्गुणहरू पुरा गर्ने र दुष्कर्महरूबाट बच्न त्यो स्वार्थ र परोपकारबाट अनि हटाउनुको लागि अनि यसरी आफूलाई नै परिचय दिएर नराम्रो काम त्याग्ने राम्रो काम लिने यसरी पहिचान गरेर अनि गर्ने शर्तमा अनि कार्य गर्न आवश्यकता हुने अब त्यस्तोलाई अब के हो जिम्मेवारी भने त्यस्तोमा आवश्यकता हुनलाई यस्तोलाई जरुरी भन्दछ हैन यो चाहिँ के हो त सुत्दाखेरि डुल्दाखेरि बस्दाखेरि कुराकानी गर्दाखेरि भोजन ग्रहण गर्दाखेरि हैन साथीभाइसँग गुलमिल हुँदाखेरि हैन चिठी लेखे पनि के गरे पनि हैन के हो त मनमा एउटा के चाहिन्छ त जहिले पनि के हो त एउटा जिम्मेवारी चाहिन्छ एउटा दायित्व चाहिन्छ हैन अब फोनमा कुरा गरे पनि विचारमा बात गरे पनि फेसबुक सञ्जालमा च्याट गरे पनि हैन अरूलाई तस्बिर छवि सन्देश पठाउन जे गरे त पनि जेसुकै गरे त पनि के हो त आफ्नो मनमा चाहिँ के हो त अब आफूलाई नै म एउटा धर्म गर्ने व्यक्ति हुँ म एउटा अभ्यासी हुँ भने यसरी अब एउटा जिम्मेवारीको एउटा के हो त अनुभव एउटा फिल आफूमा हुनु पर्दछ हैन अरूलाई हानि नोक्सानी नपुर्याउने त्यसमाथि पनि के त अरूले जति सक्दो राम्रो काम गर्ने हित हुने काम गर्ने हैन सबै बौद्ध धर्म समग्र बौद्ध धर्म सबै एकीकरण हुने सबै एकता हुने त्यस्तो काममा खट्नुको लागि जहिले पनि हामी बिउजनु पर्दछ यो पहिलो सार थियो 17 श्लोक अब लेक्चरमा 17 श्लोकको पहिलो सार यो थियो अब दोस्रो सार गुदी मुख्य बात के हो त भन्दाखेरि अब हामीले विभिन्न प्रकारका अभ्यासहरू संयोजन गर्न सक्षम हुनुपर्छ सबै एकैचोटि अब हामीले भनौँ न मिलाउन सक्नुपर्छ हैन हामीले हाम्रो सबै अब धेरै अब शिक्षाहरू अब लिने अब तरिकाहरू छ हैन सबै एकीकरण गर्ने हैन सबै एकै ठाउँमा भेला गरेर त्यसलाई हामीले अब लिनु सक्ने त्यसको रस चाख्नु सक्ने त्यस्तो हुनु पर्दछ यदि हामीले धर्म धेरै सुन्यो हैन गुरुबाट धेरै धर्म सुन्ने अनि वाङ लुङ मेङ उपदेश धेरै लियो भने हैन त्यो चाहिँ के बिस्तारै हैन के हो त अलिकता अनि हामी के त बोरिङ हुनेछौँ हैन यो अर्थ छैन जस्तो महसुस गर्नेछौँ यसले
यो मात्र अब यो यसले मात्र हाम्रो अभ्यास सुधार गर्न गाह्रो बनाउँछ हैन गुरुले मलाई यो वाङ दियो मलाई यो अभिषेक दियो हैन लिएर मात्रै हैन लेखेर मात्रै हैन अनि जुन अब सुनेर मात्रै अब आफ्नो अभ्यास अब विकास हुन चाहिँ गाह्रै हो उदाहरणको लागि हैन अब विभिन्न पठन पाठन गर्दाखेरि हैन अरूलाई दीक्षाहरु दिँदाखेरि एउटा विद्यालयमा एउटा शिक्षकले हैन अनि पाठ सिकाउँदा अब उदाहरण राख्दाखेरि अब शिक्षकले अब एउटा हैन स्कुल भित्र विद्यालय भित्र अब विभिन्न कुराहरु सिकाउँछ हैन अनि शिक्षकले चाहिँ बोले गर्ने हैन अब शिक्षार्थीले अब सुन्नेको सुने गरे भने के हो त अब अनि सुनेको सुने गरे भने विद्यार्थीले अब यसको कुरामा नियालेर नहेर्ने हैन त्यसमा विचार गरेन भने के नगरिकन सुनेर मात्रै बस्यो भने के हुन्छ अब परिणाम के हुन्छ भन्दाखेरि पछि गएर अब सोध्ने छन् कि शिक्षकले सोध्छ मैले भर्खर के भने विद्यार्थी अनि विद्यार्थी सोध्दाखेरि विद्यार्थी जवाब दिनै असक्षम हुन्छन् दिनै सक्दैन हैन अनि अब परीक्षामा प्रश्न अलिकति हैन अब के हो त एउटा के हो त अब कान भित्रको कानी गुजी भनेपछि त्यसले भरेर हैन अब अनि एक किसिमको कानमा हावा भरेको जस्तै हैन हैन एउटा शब्द कानमा सुन्यो तर के भन्यो हैन सुन्यो के हो के भन्यो जस्तै हैन फेरि त्यो अब शिक्षाले अब सोध्दाखेरि अब मैले के सिकेँ भन्दाखेरि भन्ने के पनि छैन त्यस्तै किसिमको अब जाँच गर्दाखेरि शिक्षकले अब प्रश्न सोध्ने बेलामा हैन जुन क्वेशन त्यसमा अलिकति बनावट गरेर अलिकति परिवर्तन गरेर अब जुन अब भएमा गरेर अब विद्यार्थीले अब जवाब दिन नसक्ने खतरा हुन्छ हैन प्रश्न त्यही हो तर त्यसमा अलिकति बनावट गरेर सोध्दाखेरि त्यसमा के हो त जवाब दिन नसक्ने त्यस्तो पनि धेरै समस्या देखिन्छ हैन किन कारण यो हो कि उनीहरूले विषय के हो भन्ने कुरा राम्रो बुझेकै छैन त्यसै गरी गुरुले धर्म सिकाउँदा हैन प्रवचन गर्दाखेरि हैन अनि कानले सुन्ने मात्रै अब सुनेर मात्रै मनमा हामीले त्यो कुराहरु चाहिँ विचार गरेन भने यसमा चाहिँ एउटा के छ भन्दाखेरि नाम दिएको छ जस्तो कि एउटा यसमा चाहिँ के नाम राखिएको छ त हैन भन्दाखेरि यसमा चाहिँ एउटा के हो त एउटा मणि मन्त्र जप्ने सुग जस्तै हो भनेको छ हैन टुक्कामा हैन मणि अब एउटा सुग मणि मन्त्र जप्ने सुग जस्तै शब्दहरु कण्ठ गर्नु हो भनेको हैन त्यस्तै हो तर अर्थ तर पनि फेरि कुनै महिनाचारी सुगहरु चाहिँ फेरि हैन अब कुनै शब्द पनि जान्छ त्यसको मन्त्र पनि याद हुन्छ तर एकदम गाह्रो ओमने बिमे अर्थ त के हो कि बुझ्दैन हैन त्यही कारणले गर्दाखेरि अर्थ सिक्ने सन्दर्भमा कुनै लाभ हुँदैन त्यही कारण हामीले सुन्ने मनन गर्ने विचार गर्ने भावना गर्ने सबै अभ्यासहरु एकै ठाउँमा एकीकरण गरेर जोड्नु अत्यन्त महत्त्वपूर्ण छ त्यसै कारणले यो अब तीन प्रकारको कुराहरु छ यसमा दुई प्रकारको छ सुन्ने मनन गर्ने त्यसै के हो त भावना गर्ने अब के हो त सुन्ने मनन गर्ने ध्यान गरेको प्राज्ञा भन्ने दुई प्रकारको कुराहरु बुझ्दछौं यसको अब यसको थोरै अब यसको बताउनु पर्दाखेरि पहिला अब सुन्ने कस्तोले भनिन्छ त भन्दाखेरि उदाहरणको लागि गुरुले अब लामाले गुरुले माथिबाट सिकेको धर्मलाई आफ्नो शारीरिक हैन मुखले भनेपछि अब के हो त अब आफ्नो शारीरिक रूपले अब सुनिन्छ नि हैन अब आफूले कानमा सुनेको मात्रै अब के हो त सुनवाई हैन यसलाई श्रुति भनिन्छ सक्छ तर पनि सुन्ने बित्तिकै अब श्रुतिमय प्राज्ञा उत्पन्न हुँदैन जन्मिँदैन अब श्रुतिमय प्राज्ञा उत्पन्न हुनलाई के गर्नु पर्यो भन्दाखेरि अब गुरुले भनेको शिक्षाहरु चाहिँ कानमा सुनेर मात्र नभएर जुन भनेको कुरालाई चाहिँ मनमा के गर्नु पर्यो आफूले अब सुनेको कुराहरु चाहिँ अब अलिकति विचार गर्ने हैन मनमा लिने त्यसको अलिकति नियालेर हेर्ने हो त्यसमा अब विभिन्न अनुभवहरु अनुभूतिहरु आयो भने
अब सबै आउनु सक्षम नभए त बुझाइ अब प्राप्त सजिलो हुन नभए पनि अलिकता कम्तीमा सामान्य बुझाइ भए पनि त्यहाँ के हो त त्यहाँ चाहिँ अब शून्य प्रज्ञाको विकास हुन्छ सबैले जुन बुझाएर एउटा बुझाकी भयो बुझ्यो भने बल्ल त्यसपछि के हो त श्रुतिमय प्रज्ञाको विकास हुँदछ यो चाहिँ अब सुन्ने प्रज्ञा सुनाएको प्रज्ञा उत्पन्न हुने तरिका हो अब मनन चिन्तनको प्रज्ञा कस्तोले भनिन्छ भन्दाखेरि अब एक किसिमको अब चिन्तन गर्नु भने के हो त भन्दाखेरि अब सुनेको मात्रै भनेको मात्रै अब त्यतिकै राख्दै भने त्यो कामै हुँदैन हो त्यसले केही अब काम गर्दैन हैन हैन गुरुबाट मैले धेरै कुराहरू सुनिसके धेरै मैले लिएसके धेरै प्राप्त गरिसके भनेर हैन एउटा के आफूमा घमण्ड अहंकार फैलिने खतरा हुन्छ त्यसले केही पनि पल्लो चलाउँदैन त्यसले केही पनि फाइदा गर्दैन हैन अब आफूले एउटा सोच एउटा भित्रको एउटा के अब त्यसको के मतलब माने थाहा भएपछि अझै पनि त्यसमा के गर्ने अझै परीक्षण गर्ने त्यसमा भावना गर्ने त्यसमा अझै खोज तलास गर्ने हैन एउटा त्यो हो त निश्चित निर्णयको एउटा सोचलाई के यही नै हो भनेर ठहरिने एउटा सोचलाई तपाईले अब विश्लेषण हैन त्यस्तो गर्ने एउटा भावना सोचलाई तपाईले के चिन्तन मनन भनिन्छ अब यहाँदेखि प्रज्ञा उत्पन्न हुने के हो त चिन्तनको प्रज्ञा कस्तोले भनिन्छ भन्दाखेरि जब हामीले अब गुरुले अब यस्तो बताउनु भयो यो चाहिँ यस्तो बताउँदाखेरि मैले चाहिँ अब मैले ग्रन्थमा हेरेर हैन अब एउटा विद्या एउटा जुक्ति र एउटा युक्तिले यसरी पल्टेर हेर्दाखेरि यो त यस्तो पो रहेछ भनेर अब आफूले भित्री रूपमा अब के हो त अब जुन निश्चय निश्चितको एउटा ज्ञान प्राप्त हुन्छ हैन कहिले पनि अब स्थायी रूपमा एउटा अस्थायी नभएर स्थायी रूपमा एउटा ज्ञान प्राप्त हुने जुन गुरुले बताउनु भएको चिन्तन गरे बाबत पलाएको एउटा के हो त स्थायी प्रज्ञालाई स्थायी एउटा बुद्धि विवेकलाई चाहिँ के भन्छ त भन्दाखेरि त चिन्तनको प्रज्ञा भनिन्छ स्थिर निश्चितताको अर्थ यो हो कि हैन यस्तोले भनिन्छ हैन यस्तोले अब प्रज्ञा कस्तोले भनिन्छ हैन अब आफूले अभ्यास गर्यो भने यस्तो फाइदा छ गरेन भने यस्तो बेफाइदा छ यो त्याग्ने हो यो लिने हो यो ग्रहण गर्ने हो यो ग्रहण गर्ने होइन यसरी आफूले छुटाउन सक्ने हैन अनि यस्तोले अब निश्चित अब बुद्धि घुमाउन सक्ने हैन हैन अरे एउटा मनमा एउटा के हो त स्थायी रूपमा यही नै हो भने दृढ एउटा सोच आउँछ नि हो बल्ल त्यसरी सोच बलियो आयो भने यसले के भन्छ चिन्तनमै प्रज्ञा भनिन्छ यो पछि के हो त भावना भने आउँछ अब भावना भने के हो त जुन गुरुले भनेको आदेशलाई हैन आफूले के हो त मनन गर्यो चिन्तन गर्यो त्यो विभिन्न ग्रन्थहरू पल्टेर हेर्यो विभिन्न शिक्षण गर्यो हैन विचार विश्लेषण गर्दा पछि मनमा के हो त एउटा हो यही नै हो भने एउटा निर्णय भएको सोच आउँछ अब त्यो सोच त्यतिकै नराइकन त्यसलाई चाहिँ फेरि हैन त्यसलाई सबै फेरि निहालेर हेर्दै मनमा बसल्दै मनमा अनि गाड्दै त्यसमा दिन रात आफ्नो मनसँग त्यसलाई अब धर्मको अर्थहरूलाई अब जुन अब निर्णय भएको कुराहरूलाई मनभित्र अब प्रवेश गराउँदै गराउँदै हैन मनसँग सम्बन्ध जोड गरेर अनि एकीकरण एकता भएर मनसँग जुन गुरुले बताएको कुरालाई एकता बनाएर अनि जति सक्दो हैन समयमा हैन अनि आफ्नो मन र धर्मलाई अनि समय जहिले पनि अनि बानी बसालेर हैन सधैँमा यसरी अब समयमा त्यसलाई जहिले पनि बानी बसल यसरी तपाईले अब ध्यान गर्नु भयो नि हैन त्यो भनेको छ हैन गुम्बा भनेपछि अब एक कि अब भावना मात्र होइन हैन त्यसलाई चाहिँ अब भित्रैदेखि अब सोच्नेलाई भनिन्छ त्यही कारणले अब ध्यानमा दुई प्रकारको ध्यानहरू रहेको छ हैन अब के हो त जुन अब तपाईले देख्नु भएको त्यसमा चाहिँ अब मन रहने मन त्यसमै बस्ने त्यसलाई चाहिँ ध्यान भनिन्छ ध्यान दुई प्रकारको रहेको छ हैन विश्लेषणात्मक ध्यान एउटा चाहिँ के हो त
स्थप्य दुई प्रकार रहेको छ हैन जब तपाईले आफ्नो मनलाई बानी बसाल्नु भएर त्यसलाई बारम्बार त्यसलाई अनि बारम्बार त्यसलाई धर्म र मनमा अब के हो त बारम्बार अभ्यास गर्ने त्यसो गर्नु भएन एक दिन तपाई के हुन्छ हैन अनि आफूले एक दिन अब के हो त तपाईले कुनै दिनमा तपाईले त्यसलाई अब परिश्रम धेरै मेहनत गर्नु नपर्ने हैन जुन कुनै कुरा देख्ने बित्तिकै धर्ममा मन आइहाल्ने मन बहलाइहाल्ने त्यसलाई चाहिँ के हुन्छ भन्दाखेरि अब भावनामै प्राज्ञा भनिन्छ अब के हो त यो सुन्नु भनेको के हो त अरूलाई आशा गर्नुपर्ने हैन यो तीन मध्ये हैन श्रवण चिन्तन ध्यान मध्ये पहिलो भनेको चाहिँ आफ्नो आशा अरू कसैमा राख्नु हो अब सुन्ने चाहिँ अरूसँग हामीले अब आशा राख्नुपर्छ अरूसँग अब हामीले के हो त अब अनुरोध गर्नुपर्छ त्यो नभएको दोस्रो अब के हो त चिन्तन र यो ध्यान चाहिँ भावना चाहिँ के हो त अनि अरूलाई आशा गर्नु पर्दैन त्यो चाहिँ आफूमा निर्भर छ त्यो चाहिँ अब कामयाब हुने नहुने त्यो चाहिँ आफूमा निर्भर पर्दछ यसमा हेर्यो भने हामीले के थाहा हुन्छ भन्दाखेरि हैन धर्म राम्रो हुने नहुने चाहिँ के हो त भन्दाखेरि हैन अनि यसो 3% छ भने हैन 1% चाहिँ अब गुरुमा भर पर्छ अनि 2% चाहिँ आफूमा निर्भर पर्छ किन त भन्दाखेरि सुनाइ चाहिँ सुन्ने नसुन्ने भने गुरुमा निर्भर भयो हैन गुरुले भनेको अब चिन्तन विचार गर्ने नगर्ने ध्यान गर्ने नगर्ने अभ्यास गर्ने त्यो आफूमा निर्भर भयो नि त हैन त्यही कारणले अब सुन्ने मात्रै गर्यो भावना र चिन्तन गर्यो भने त्यो आफूले फाइदा हुँदैन नि त त्यही कारणले धर्ममा 3 प्रकारको अब प्रतिशत छ भने हैन एउटा प्रतिशत गुरुमा निर्भर छ दोस्रो चिन्तन र भावना चाहिँ आफूमा निर्भर रहेको छ नि त सामान्यमा हेर्ने हो भने हैन अब भनौँ न अब सुन्ने चिन्तन मनाइ भने के हो त अब के हाम्रो जीवनको अब श्रृङ्खलामा हैन अटुट रूपमा हेर्ने हो भने अब हैन हाम्रो जीवनको चरणहरुमा हेर्ने हो भने अब जे जस्तो भए तापनि अब जस्तो एउटा जड वस्तु भए जे भए तापनि के हो त अनि त्यसको बनावट अनि अब त्यसको अब जे जान्नु के हो त अब जान्नु त्यसको विचार गर्नु लागि थाहा हुनु लागि हामीले के हो त सुन्नु पर्ने मनन गर्नु ध्यान गर्नु अति आवश्यक छ नि उदाहरणको लागि हैन अब धेरै मानिसहरु इन्डियामा भारतमा नेपालमा हैन भुटानमा विभिन्न मान्छेहरु के हो त अब एउटा उदाहरणमा यो अमेरिका जस्तो एउटा कुनै देशको लागि उदाहरण नाम राखौं हैन यो अमेरिका भने एकदम ठुलो धेरै अब विकसित आर्थिक तन्त्रमा धेरै विकसित भएको देश हो हैन अब त्यहाँ गयो भने धेरै अब अवसर हामीले अब मिल्नेछ हैन धेरै पैसाहरु हामीले आर्जन गर्न सक्छौं हैन साथीभाइहरु धेरै अब चिन्जाटबाट हुन्छन् अब हैन त्यो कुरा साथीभाइदेखि सुन्छौं त हैन पैसा धेरै अब पैसा कमाउँछन् धेरै अब हामीले भने जस्तो लगानी गरेको आम्दानी पाउँछ भने सोच्छौं हैन अब साथी संगीहरुसँग विभिन्न कुराहरु सोच्छौं हैन अमेरिकाको बारेमा त्यसमा सोच्दाखेरि के हो त अब हामीले धेरै चासो गर्छौं त अमेरिकाको देशको बारेमा हैन एकदम के हो त मनदेखि चासो लाग्छ हैन एकदम खुलदुली लाग्छ हैन अनि अब के हो त अमेरिकासँग सम्बन्ध भएको अब के हो त पुस्तकहरु पढ्छन् युट्युबहरु हेर्छन् तिनीहरुको धेरै चलचित्रहरु हेर्छौं हामीले हैन ताकि उनीहरुले अब अमेरिकाको विभिन्न अब चलचित्रहरु हुन्छ नि हैन हलिउडको फिल्महरु हेर्छौं हामी चलचित्रहरु हैन उनीहरुले अब अमेरिकाको बारेमा निश्चित अब के हो त अब भिसा पाउनको लागि हैन त्यहाँको अब आइडेन्टिटी कार्ड हैन ग्रीन कार्ड पाउनको लागि प्राप्त गर्न सोच्छन् तर अब अमेरिकाको विषयमा किताब युट्युब चलचित्र जे हेरे त पनि अब साँच्चै नै अब अमेरिकाको यस्तो छ भने आफूले अब अनुभव गर्न सक्छौं त हैन त्यसलाई आफूले अब जान्नु सक्छ त भने हैन सक्दैन अमेरिका यस्तो हो भने त्यसको अब हामीले अब अनुभवमा हैन त्यसको आफूलाई थाहा हुनुलाई के गर्नु पर्यो केही वर्ष अमेरिकामा हामी बिताउनु पर्नेछ हैन केही वर्ष अमेरिकामा गएर त्यहाँ काम गरेर हैन अनि बल्ल अनि सबै त्यहाँ गइसकेर अनि साथीले भनेको कुरा र किताबमा हेरेको कुरा र आफूले त्यहाँ भोगेको कुरा के हो त धेरै फरक हुन्छ हैन त्यो आफूले अब एउटा त्यसमा
अनुभव अनुभव बिना केही पनि चल्दैन, ठीक हैन। अब मेरो कुनै साथीहरू छन् हैन, अमेरिकामा धेरै, अब भनौँ न, अब तर त्यो निश्चित छैन। मैले अमेरिकामा धेरै दशक बिताएँ, मानिसहरूलाई भेटेको छु, अझै पनि अब अङ्ग्रेजी बोल्न नसक्ने हैन, अनि समाजमा त्यो सम्मान नहुने हैन। त्यो मान्छे देख्दाखेरि हैन, जिउ अमेरिकामा आए तापनि मान्छे अमेरिकामा आएको छैन जस्तो लाग्छ। अब अङ्ग्रेजी भाषा त्यति बोल्दैन हैन, त्यति त्यहाँको मान्छेसँग अब मेल मिलावट पनि छैन हैन। त्यही कारणले अब कुनै अमेरिकाको बारेमा सुन्ने बित्तिकै अमेरिकाको सबै कुरा थाहा हुनु गाह्रै हो हैन। त्यसो के हो त, अब अनुभव आफूसँग जोगाड गर्नु पर्यो हैन हैन। त्यही कारणले अमेरिकामा रहनु भएको छ, जब रहेको छ भने, जबसम्म त्यसको मतलब तपाईलाई अमेरिकालाई चिन्नु हुँदैन भने, अनुभव छैन भने तपाईले चिन्नुहुन्न हैन हैन। त्यो के हो, त्यसमा चासो गर्यो हैन। त्यहाँ साँच्चै नै अमेरिकामा गएर तपाईले विभिन्न अनुभवहरू तपाईले अब प्राप्त गर्नुभयो, अनुभव तपाईले बस्नु भएन, बल्ल तपाईँ थाहा हुन्छ। तर तपाईहरूलाई फेरि मैले अमेरिका जानुपर्छ मैले भनेको होइन है। फेरि तपाईँ फेरि सोच फेरि गलत गलत फेरि तपाईँहरूलाई सोच होला नि है। सबै अमेरिका जानुपर्छ मैले भनेको होइन है तपाईँहरूलाई। एउटा उदाहरण फेरि के रहन चाहन्छु भन्दाखेरि, उदाहरणको लागि विदेशमा अब तोबु नखाएको मान्छे विदेशमा धेरै रहेछ होइन। जुन अब चानालाई विभिन्न अब यो भटमासदेखि बनाएको अब तोबु नखाएको विदेशी मान्छे धेरै रहेछन्। अब विदेशीले अब यो तोबु भनेको यस्तो हो होइन, यस्तो कलर हुन्छ, यस्तो रूप हुन्छ भने अब के हुन्छ, उनीहरूले ओ कस्तो गरेर कस्तो असाधारण रहेछ, कस्तो रहेछ सोच आउँछ नि होइन हैन। अब उसले चासो जाग्यो भने होइन, उसले अब के हो त, ऊ जान्नुको लागि ऊ खुल्दुली लागेर होइन, युट्युबमा हेरेर तोबु चाहिँ कस्तो रहेछ उसले हेर्छ नि त। अनि अब उसले थाहै देखिसकेपछि होइन, अनि कुनै चाइनिज अब होटेलमा, कुनै अब इन्डियन नेपाली होटेलमा गएर अब त्यहाँ एउटा अनुभव लिनुको लागि त्यहाँ अब उसले खान्छ नि होइन। उसले जब उसले खानु सकिन्छ नि, यदि खाइसकेपछि बल्ल ओ तोफु भने कस्तो रहेछ, त्यो बेला उसले अनुभव थाहा हुन्छ नि होइन। अनि अरूले भनेको र आफूले अनुभवमा लिएको बल्ल उसलाई फरक हुन्छ नि होइन। त्यो चाहिँ एउटा भित्री अनुभवमा एउटा छुट्टै यसको कुराहरू रहेको छ। त्यही कारणले यो श्रवण चिन्तन ध्यान जे भए त भने के हो त, एक किसिमको अब नाम राखे त नाम सबै हाम्रो जिन्दगीमा त्यहीबाट आइरहेको छ, एउटै नै हो। अब संक्षेपमा सुन्ने भने सुन्ने कस्तोलाई भनेको छ भन्दाखेरि, अब एउटा कुनै मान्छे सुनेर एउटा केमा धर्म सुनेमा होइन, अब सुन्नुलाई मात्रै भनिन्छ होइन। अब चिन्तन भने कस्तोलाई भनेको छ भन्दाखेरि, अब आफ्नो बुद्धिभित्र आफ्नो दिमागभित्र जुन बताएको कुरा चाहिँ के हो त, अब दिमागभित्र कस्तो छ भनेर अब जाँच गर्छ होइन, दिमागभित्र मात्रै भएको। अब साँच्चै नै अभ्यास ध्यान कस्तोले भनिन्छ भन्दाखेरि, अन्तिममा बताउनु पर्दाखेरि ध्यान भनेको अब मन चाहिँ धर्मसँग मेल खाएको छ कि छैन, मिलेको छ कि छैन भन्दाखेरि अब त्यो ध्यानमा निर्भर छ। जुन सुनेको कुरा दिमागमा पस्छ, दिमागको कुराहरू चाहिँ मनमा पसेर मन चाहिँ अभ्यासमा ल्याउनु, त्यो ध्यानमा ल्याउन सक्छ। त्यसले अब जे भए पनि एउटा अनुभव धेरै बुटलेको प्रक्रियालाई भन्दछ। अनुभव धेरै जम्मा बुटलेको समयले भनिन्छ। त्यही कारणले सुनेर चिन्तन गर्ने भनेको चाहिँ के हो त, सुनेर दिमागभित्र पसाउनु मात्रै हो। तर अब धर्म चाहिँ अब मनभित्र प्रवेश गराउने हो कि होइन, केमा छुएको छ त भन्दाखेरि अब ध्यानमा छुएको छ, भावनामा छुएको छ। अब ध्यान भन्ने बित्तिकै तपाईँले सोच्न सक्छ कि होइन, अनि एउटा आसन चार सूर्य र चकटी माथि बसेर होइन, अनि सास तान्नु नसकी ढाड कम्मर अनि दुखी होइन, एउटा आराम भनौँ न आरामले बस्नु भएको देख्छ होइन, त्यस्तोलाई होइन होइन। त्यस्तो नभएर एउटा के हो त,
अनुभवलाई जम्मा गर्ने, अनुभवलाई बुटल्ने, जम्मा गर्ने क्रमलाई चाहिँ हामीले ध्यान भनिन्छ। त्यही कारण ध्यान भनेको चाहिँ एउटा सुन्ने मात्रले हुँदैन हैन, सुनेको कुरा अर्थलाई हामीले विचार गर्नु पर्यो। कि यदि हामीले अर्थलाई विचार गरेन भने हैन 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 हामीले जुनीबाट सुने पनि त्यति फाइदा हुँदैन हैन, त्यसले छेउ लाउँदैन। विचार अवश्य गर्नुपर्छ। विचार गरिसकेपछि त्यसलाई के गर्नुपर्यो? आफूले अभ्यास गर्नु पर्यो, त्यसलाई आफूले अनुभवमा उतार्नु पर्यो, जीवनको जीविकामा त्यसलाई ल्याउन सक्नु पर्यो। जे भयो भने सबै एकीकरण, सबैमा गट्ठा गरेर हैन, अनि ल्याउनु पर्यो नि। कुनै बाहिर कुनै भित्र भयो भने त्यसरी ध्यान हुँदै हुँदैन हैन। एउटा गर्ने एउटा नगर्ने गऱ्यो भने हामीले त्यो हुँदै हुँदैन। त्यही कारणले अनि सुन्ने, चिन्तन गर्ने, भावना गर्ने सबै पुगेको गर्नु चाहिँ अत्यन्त अब जरुरी छ हैन। तीन प्रकारको प्रक्रिया मिलेर यसरी हामीले अभ्यास गर्यो भने हामी विकास हुन्छौँ, बुझ्छौँ हैन। एउटा अरूभन्दा छुट्टै अब मान्छे बन्छौँ, सक्षम पुरुषमा हामी उत्तीर्ण हुन सफल हुन्छौँ हैन। अब सुन्ने र विचार मात्रै गर्ने, ध्यान गर्ने, अभ्यास गरेन भने धर्म गर्नुमा त्यति लागु हुँदैन, त्यति फाइदा हुँदैन हैन। कसैले त अब सुने 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 हैन, के ध्यान गर्ने के नगर्ने थाहै हुँदैन। त्यही कारणले हामीले यो सुन्ने, चिन्तन गर्ने, भावना गर्ने चाहिँ एउटा एकदेखि अर्को नटुटेको गर्नु अझै जरुरी छ। किन त भन्दाखेरि यो बुद्धको ज्ञान प्राप्त गर्न, समयसम्म बुद्धको मोक्ष प्राप्त गर्नको लागि प्राप्त गर्नु लागि के कसरी भनिन्छ भन्दाखेरि हैन हैन, अनि परहित प्राणी हितको लागि हैन, एउटा दिन रात प्राणी हितको लागि खट्नेलाई हामीले खट्ने कर्मलाई जुन गर्ने एउटा कार्यलाई चाहिँ अब समयसम्म बुद्धको ज्ञान प्राप्त गर्ने कारण बिउ बन्दछ हैन। त्यही कारणले गर्दाखेरि बुद्धको एउटा क्षेत्र प्राप्त गर्नको लागि, त्यो प्राप्त गर्नुको लागि त्यसको अब के हो त, यसको जुन हामीलाई अनुकूलता जुन सम्पन्न भएको के कारणहरू हुनु पर्यो नि हैन। कुनैमा हुने कुनैमा नहुने हुँदैन नि हैन। बुद्ध भनेको सबै के हो त, सुसम्पन्न ज्ञानले सम्यक बुद्ध सबै ज्ञानले भरिपूर्ण भएकोले अनि सबै हुनु पर्यो नि त। एउटा बुद्धको अब जीवन कथामा हेऱ्यो भने हैन, जातक कथामा हेऱ्यो भने हैन, एउटा शिलालाई अब उसले अब शिला पालना गरेको, दान गरेको हैन, ध्यान गरेको, उसले भनौँ न अब वीर्य एक किसिमको अब मेहनत गरेको, प्राज्ञालाई ध्यान गरेको हैन। त्यसैले अब उपाय लगायत विभिन्न 10 अब यो पारमिताहरू यसरी अब उहाँले अभ्यास गर्नुभएको, ध्यान गर्नुभएको धेरै उहाँको जातक कथा छ नि त हैन। जीवनको कथामा हेरे त भने आफ्नै हैन, अब जुन बुद्धको कथामा हेर्ने भने हैन, अब जुन सिद्धार्थ गौतम जुन बोधिसत्वको रूपमा, बुद्ध नहुने अगाडिको विशुद्ध बोधिसत्वको रूपमा के थियो त क्रममा उहाँ हैन, राजा हुने क्रममा हैन, त्यहाँको हैन राजाको राजकुमारको एउटा पदलाई चाहिँ उहाँले त्यागेर उहाँ के एउटा माग्ने जोगीको रूपमा उहाँ जानु भयो नि त, योगीको सन्तको रूप हैन। एउटा त्यो बेला बोधि वृक्षको रुखमुनि बसेर उहाँले समाधि ध्यान गर्नु भयो नि त हैन। समाधि ध्यान प्राप्त भइसकेपछि उहाँलाई सम्पन्न भयो, के भयो, उहाँले दान गर्नु भयो नि त हैन हैन। अब ध्यान गरेपछि अब विभिन्न के हो त, त्यसरी बुद्धको समयसम्म ज्ञान प्राप्त भइसकेपछि के हो त, अब देवदत्तलाई धेरै अब बाधा अर्चना पुर्यायो नि त हैन। जे भए पनि बुद्धले अब धेरै राम्रो राम्रो कामहरू गरेको छ नि प्राणी हितको लागि हैन। त्यस्तै किसिमको अब अनि कर्म पकाउने पहिलो अवतारदेखि अहिलेको कर्मको अवतारसम्म हैन, धेरै अब उहाँले लीला वर्षाउनु भयो नि त हैन। मिक्यो दोर्जी हो भने अब उहाँ 48 वर्षभन्दा बस्नु भएको छैन हैन। अहिले पनि अब 40 अब पुग्नु धेरै छ नि हैन। हामी यस्तो हेऱ्यो भने अब यस्तो हेऱ्यो भने अब 40 वर्ष केही पनि होइन, धेरै नजिक आइसकेको छैन हैन। तर मिक्यो दोर्जी त्यति लामो समय उमेर बस्नु भएन नि, तर पनि छोटो समय भए पनि उहाँले धेरै आश्चर्यजनक हैन, मान्छेलाई उत्साह
प्रोत्साहन बनाउन धेरै लीलाहरू उहाँले देखाउनु भयो नि त उहाँको जीवनकालमा हैन हैन उहाँको जीवनमा अब केही अब भनौँ न अब खुसी कुरा के न अब एकदम धेरै खैला बैला झगडाले भएको त्यस्तो त हैन धेरै छ तर पनि त्यो भए तापनि के हो त अब उहाँको एउटा गुरुदेखि एउटा शिक्षा लिने क्रममा सुन्ने क्रममा नै हैन त्यस्तै अब गरे जस्तो लाग्छ हैन जुन अब लेख्ने कला लेखकमा हेर्ने भने हैन जीवनभरै उहाँले दिन रात अब जीवनभर उहाँले लेखेर मात्रै बस्नु होला भन्ने त्यस्तो सोच आउँछ नि हामीलाई हैन त्यस्तो हामीले एउटा छोरो अर्थ अनुभव हैन महसुस हुँदो रहेछ नि हैन 48 वर्ष मात्रै बस्नु नभए त उहाँ धेरै समयमा पाल्नु भयो धेरै ठाउँमा पाल्नु भयो नि त पदर्पण गर्नुभयो उहाँले हैन अनि त्यही कारण त्यस्तो हेर्ने भने फेरि उहाँको धर्म कर्म गर्न नलागेर हिँडेर मात्रै उहाँको समय सके जस्तो पनि देख्दैछ त्यस्तो महसुस पनि हुन्छ जे भए तापनि मेहरलेपाको कालमा हैन हैन कति उहाँले अब दर्शन अब प्रवचन दिनुभयो हैन अब भनौँ अब विभिन्न काम गर्नुभयो हैन विभिन्न छलफल गरेर बहस गर्नुभयो हैन सबै नियममा छँदै छैन हैन हैन 48 वर्षको विभिन्न जीवनको कथाहरू हैन 8-9 पाना भन्दा पनि छैन हैन त्यही कारण धेरै नभए पनि थोरै पानामा हेर्दाखेरि मात्रै पनि हामीलाई कस्तो महसुस हुन्छ हैन एउटा मिग्युत ओर्जेल त्यस्तो अब समयमा हैन प्राणी हितको लागि विभिन्न विघ्न बाधाहरू नराम्रो परिस्थितिहरू सबै हटाउँदै हैन प्राणी हितको लागि दिन रात खट्नु भयो हैन त्यस्तो प्राणी हितको लागि दिन रात खट्नु भए तापनि उहाँले मैले प्राणी हितलाई यो गरे त्यो गरे एक वचन पनि बोल्नु भएन उहाँले गर्नु पनि भएन उहाँले एउटा विश्राम हैन प्राणी हितको लागि अब म थाके भनेर उहाँले एकचोटि खुट्टा तन्केर त्यतिकै विश्राम गरेर सुतेर बस्नु भएन उहाँ त्यस्तो एउटा लीला चर्या देखाउनु भयो एउटा के हो त एक किसिमको प्रवचन मात्रै सुन्ने मात्रै होइन नि त्यो त्यस्तो मात्रै गर्नु भएन उहाँले हरेक दिशामा हेर्नु भयो सुन्ने विचार गर्ने भावना गर्ने प्रचार गर्ने बहस गर्ने लेख गर्ने यसो सबै उहाँले 10 दिशाको सबै ज्ञानहरू बुटाल्नु भयो अनुभव त्यसमा रोमाल्नु भयो हैन 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 पूर्व गुरुको जीवनी कथा हेर्यो भने हैन एउटा हैन मनमा अलिकति सुधार ल्याउनु पर्छ हैन पूर्व गुरुहरूले यस्तो दुःख गर्नु भएको छ हैन हाम्रो लागि उहाँले यसरी त्याग गर्नु भएको छ यसरी जीवन त्याग गर्नु भएको छ अर्थात् यसरी नराम्रो कुराहरू त्याग गरेर उहाँले यसरी हाम्रो लागि बाटो खोजिदिनु भएको छ हामीले हैन पूर्व गुरुको नाम त हामीले अब के हो त एक किसिमको अब पूर्व गुरुहरूको हामीले इतिहास हेरेर हैन मनलाई खुल्ला गर्नुपर्छ एकै ठाउँमा कोचेर बस्ने मनले साँगुरो पार्नु हुँदैन हैन हामी मुक्त हुने हैन एक किसिमको के हो त मनलाई घुमाउने मनलाई 10 दिशामा एकदम निहालेर हेर्ने त्यस्तो विचार गर्नुपर्छ विचार गरेर के गर्नुपर्छ हामीले हैन प्राणी र सद्धर्मप्रति अब हित हुने कार्य हामीले रच्नुपर्छ पहिलाउनु पर्छ हैन पहिला भन्दा अहिले राम्रो कसरी गर्ने हैन अब डल्लै भने पनि हामीले पहिले केही पनि गरेको छैन राम्रो काम गरेको छैन हैन 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 मैले गर्दै भने एउटा मैले सक्छ भने एउटा हैन एउटा के एक के हो त अनुमान मात्रै गरेर आएको छ हैन हैन त्यही कारणले हामीले जे गर्दै भने कहिले नभ्याउने हैन एउटा कहिले नहुने त्यस्तो मात्रै भइरहेको छ हैन एक किसिमले त्यही कारणले उहाँ पूर्व गुरुहरूले पनि समयलाई खेर नफालिकन प्राणी हितको लागि दिन प्रतिदिन खटिनु भएको यस्तो महान लीलाहरूलाई चाहिँ हामीले स्मरण गर्नुपर्छ त्यसमा हेरेर हामीले आफ्नो दिमागको घन्टीलाई बजाएर ज्ञानको उदय सबै उज्यालो भएर हामीले प्रवेश गराउन सक्नुपर्छ धन्यवाद अब अन्तिमको वन्दना गर्न जाँदैछौँ हामी